नमस्कार सबैजनामा। हामी अब एडभाइजरीको एउटा एकदम अभिन्न सब्जेक्टको रेकर्डिङ लिएर उपस्थित भएका छौँ। यो सब्जेक्ट के हो भन्ने कुरा अब हामी बिस्तारै छलफल गर्दै गर्दा थाहा भइहाल्छ। तर म त्योभन्दा अगाडि अलिकति हाम्रो एप्लिकेसन्समा हामीले कुन सब्जेक्ट्सहरू कसरी हेऱ्यौँ र त्यो सब्जेक्ट्सबाट हामीले अहिले एडभाइजरीमा आइपुग्दाखेरि हामीले कुन स्ट्र्याटेजी लगायो भनेदेखि हाम्रो लागि सजिलो हुन्छ भन्ने पार्टमा आजको सम्पूर्ण सेसन्स नै त्यसमा रहनेछ। दिस इज इन्ट्रोडक्टरी सेसन। आई एम सञ्जीव ढकाल। हामीहरूले आज एन्टायर कोर्सको हामी छलफल गर्नेछौँ र एन्टायर कोर्समा भएका हिडन कन्टेन्टहरू के हुन सक्छन् र यसलाई चाहिँ हामीले प्रिपरेसन कसरी गर्ने भन्ने कुराले हामी छलफल गर्दैछौँ। सुरु गरौँ आजको सेसन। हामीले यो पार्टमा एडभान्स अस्योरेन्स भन्ने सब्जेक्टलाई आज लिएका छौँ। एडभान्स अस्योरेन्स हुन त यो सब्जेक्ट पहिला एडभान्स अस्योरेन्स अडिट एन्ड अस्योरेन्स भनेर AAA भन्ने सब्जेक्ट हो हैन, AAA सब्जेक्ट हो। तर यसलाई चाहिँ अहिले एडभान्स अस्योरेन्स भनेर मात्रै राखेको छ। एडभान्स अडिट एन्ड अस्योरेन्स भन्ने सब्जेक्टलाई अहिले चाहिँ यसलाई हटाएर एडभान्स्ड अस्योरेन्स भन्ने सब्जेक्ट मात्रै राखेको छ। हामीले आजको डिस्कसनमा हामी कोर्स स्टडी के हुन सक्छ र सँगसँगै हाम्रो लागि एक्जाम पोइन्ट अफ भ्यूबाट कुन हिसाबले प्र्याक्टिस गर्ने भन्ने हिसाबले हो। हुन त दिस इज भेरी अर्ली टु डिस्कस दिस थिङ्स, तर पनि अब हामी प्रिपरेसनको लागि रेडी हुँदैछौँ। त्यो हिसाबले हो। जुन जति पनि हाम्रो एडभाइजरीमा इनरोल हुनुभएको छ सबैजनालाई धेरै धेरै बधाई छ। र एडभाइजरी पार्ट यो अस्योरेन्सको एक्सटेन्डेड भर्जन हो, सरी हाम्रो एप्लिकेसनको एक्सटेन्डेड भर्जन हो। र एक्सटेन्डेड भर्जनमा पनि हामीलाई एउटा हिसाबले के गराएको छ भन्दाखेरि हाम्रो एप्लिकेसनमा कति पढ्ने र एडभाइजरीमा कति पढ्ने भन्ने कुरा डिस्टिङ्ग्विस गराएको छ। र अहिलेको सिलेबस अनुसारले एप्लिकेसनमै धेरै कन्टेन्टहरू राखिदिएको छ र त्यो कन्टेन्टलाई पलिस गर्ने काम मात्रै हाम्रो केमा गरिएको छ त हाम्रो लागि एडभाइजरीमा गरिएको छ। एडभाइजरीमा इट्स नट विथ दि नलेज गेनिङ पार्ट, इट इज दि इम्प्लिमेन्टेसन पार्ट अफ दि नलेज। यो हामी जति पनि काम हामी पढेको कुराहरूलाई इम्प्लिमेन्ट गर्ने हिसाबले चाहिँ तयार गरिएको छ। र म एउटा कुरा के भन्न चाहन्छु यहाँनिर भन्दा हाम्रो यो सिलेबस हाम्रो ICAEW ले प्रिपेयर गरेको, आइक्यानलाई असिस्ट गरेको, ICAEW प्रिपेयर गरेको हिसाबले यो सिलेबस मिल्दोजुल्दो हाम्रो ACCA सँग धेरै मिल्दोजुल्दो छ र हाम्रो चाहिँ बङ्गलादेशसँग पनि अझै मिल्दोजुल्दो छ। यसमा मैले यो किन कुरा जोड्दैछु भन्दै गर्दा हाम्रो क्वेसन आउने प्याटर्न चाहिँ हामी SCC, किनभने अब हजुरहरूले जुन अहिले फर्स्ट अटेम्प्ट गर्नुहुन्छ, फर्स्ट अटेम्प्ट हजुरहरूले यसलाई अपियर गर्नुहुन्छ, त्यति बेला हामीसँग त्यो एक्सपिरियन्स भइसक्यो हुँदैन। र त्यो एक्सपिरियन्स नहुँदाखेरि हाम्रो कहाँबाट एक्सपिरियन्स लिन त भन्दै गर्दा हामी ACCA-बाट, हाम्रो बङ्गलादेश इन्स्टिच्युटबाट, पाकिस्तानको इन्स्टिच्युटबाट यहाँबाट एक्सपिरियन्स लिने हो। किनभने यो सिलेबसमा आइक्यानको फर्स्ट एटेम्प्टमा तपाईँहरू जोइन गर्दै हुनुहुन्छ होला, पछाडि सेकेन्ड थर्ड होला, तर हामी अहिले चाहिँ म कुरा गर्दै गर्दा चाहिँ फर्स्ट एटेम्प्टको लागि भनेर कुरा गर्दैछु। अनि यसमा चाहिँ हाम्रो लागि यो एडभाइजरी मैले अघि पनि भने यो दिस इज द इम्प्लिमेन्टेसन अफ द प्र्याक्टिकल एस्पेक्ट्स। र जसले आफ्नो फर्ममा एप्लिकेसनमा पढेका कुराहरू अप्लाई गर्न सक्नुहुन्न र गर्नुभएको छैन, उहाँहरूको लागि चाहिँ एकदमै डिफिकल्ट हुनेवाला छ, एकदमै डिफिकल्ट। र सबैभन्दा वर्ल्डको हिस्ट्रीमा हेर्ने हो भने, विश्वमै अकाउन्टिङ पार्टमा हेर्ने हो भनेदेखि वर्ल्डमै हामी चाहिँ सबैभन्दा डिफिकल्ट चाहिँ होइन, तर सबैभन्दा पासिङ पर्सेन्टेज कम भएको सब्जेक्ट नै, इभन ACCA होस्, इन्डिया होस्, पाकिस्तान होस्, बङ्गलादेश होस्, इङ्ग्ल्यान्ड, हाम्रो चाहिँ US होस्, सबैतिर सबैभन्दा पास पर्सेन्टेज कम भएको भनेको कहाँ हो त भन्दा केमा हो त भन्दा अस्योरेन्समै हो, अडिट एन्ड अस्योरेन्सकै हो। र धेरैले अडिट एन्ड अस्योरेन्सलाई
अप्सनल भएको ठाउँमा चाहिँ छोड्ने गर्नुहुन्छ, इभन एससिसिएमा पनि हाम्रो लागि छोड्ने गर्नुहुन्छ, तर हाम्रो लागि चाहिँ त्यो अप्सन छैन हैन, हाम्रो लागि त्यो अप्सन छैन। त्यो कारणले गर्दाखेरि आज हामी एन्टायर सिलेबसलाई एकदम चिरफार गर्नेछौँ र कुन एस्पेक्ट्समा हामी कसरी पढ्छौँ र हाम्रो कोर्स कसरी अगाडि बढ्छ भन्ने कुरालाई हामी एकदम राम्रोसँग छलफल गर्नेछौँ। अब यो सर यो अडिट एन्ड अस्योरेन्सको पार्टमा चाहिँ किन चाहिँ हामीलाई अडिटलाई चाहिँ यो टाइटलमै राखेन होला, अब अरू एस्पेक्ट पनि हुनसक्छ। त त्यो एस्पेक्टलाई बुझ्नुभन्दा अगाडि मैले चाहिँ सानो कुरालाई हामी अस्योरेन्स र नन अस्योरेन्स दुईवटा वर्ड छ हाम्रो लागि। नन अस्योरेन्स हामी जहाँ पनि पढ्दाखेरि अस्योरेन्स नन अस्योरेन्स पढ्छौँ हैन। एउटा पार्ट के छ, अस्योरेन्स पार्ट छ, अर्को पार्ट के छ त नन अस्योरेन्स पार्ट छ। र नन अस्योरेन्सको पार्टमा हजुरहरूले हेर्नुभयो भने यो नन अस्योरेन्समा हामी एउटा मात्र स्ट्यान्डर्ड्स भनेको एउटा मात्र क्याटेगोरी पढ्छौँ जुन हो हाम्रो लागि 4400 को क्याटेगोरी, 4400 र 4410 यो दुईटा भनेपछि नो अस्योरेन्सको नन अस्योरेन्स सर्भिसेस भनेर भन्दै गर्दा हामी आइदर अग्रेड अपन होला, कम्पाइलेसन होला, अब त्यो सर्भिसेसलाई हाम्रो स्ट्यान्डर्ड्समा कभर गरेको छ। अस्योरेन्स सर्भिसेस भन्ने बित्तिकै हाम्रो लागि दुईटा टाइपको अस्योरेन्सहरू हुन्छन्। एउटा हाई लेभल, त्यो त हामीले एकदम सानोबाटै पढ्दै आइरहेको, इभन हामी स्किल्स लेभलबाटै हाम्रो लागि चाहिँ फाउन्डेसन लेभलबाटै पढ्यौँ, फाउन्डेसनबाट हामी यहाँ एप्लिकेसन लेभलमा पढ्यौँ भनेपछि फाउन्डेसन लेभलबाटै पढ्दै आएको कुरा चाहिँ मेरो लागि अस्योरेन्स दुईटा टाइपको अस्योरेन्स हुन्छ। एउटा चाहिँ मोडरेट एउटा चाहिँ हाई लेभल अफ अस्योरेन्स, यसलाई चाहिँ हामी रिजनेबल अस्योरेन्स भन्छौँ। अर्को चाहिँ मोडरेट लेभल, यसलाई चाहिँ हामी लिमिटेड अस्योरेन्स भन्छौँ। अब एउटा अर्को अस्योरेन्स छ जुन चाहिँ अनअचिभेबल अस्योरेन्स हो, त्यो एब्सोल्युट अस्योरेन्स, हामी त्यो कुरै नगरौँ अहिले चाहिँ। अब जुन हाई लेभल अस्योरेन्समा पनि हामीलाई दुईटा पार्टमा डिभाइड गरेको छ हाई लेभललाई। एउटा NSA's नेपाल स्ट्यान्डर्ड अन अडिटिङ अलवेज रिजनेबल अस्योरेन्स, अलवेज रिजनेबल अस्योरेन्स, र मेरो लागि NSA is sometime reasonable, sometime limited। भनेपछि मोडरेटमा चाहिँ मेरो लागि अलवेज कुन हो त भन्दा NSRE चाहिँ मेरो लागि कहिले के हो त, NSRE जुन 2400 र 2410 यो दुईटा स्ट्यान्डर्ड चाहिँ मेरो लागि एकदम कम्प्लिटली मेरो लागि लिमिटेड अस्योरेन्स हो, मोडरेट अस्योरेन्स हो। र जुन 2400 र यो रिभ्यू स्ट्यान्डर्ड्स भनेर भन्छौँ, नेपाल स्ट्यान्डर्ड अन रिभ्यू इङ्गेजमेन्ट भनेर भन्छौँ, NSAE भित्र मेरो रिजनेबल अस्योरेन्स कति बेला र लिमिटेड अस्योरेन्स कति बेला, त्यति बेला हामी जति बेला पढ्छौँ त्यति बेला हेरौँला। यसभित्र स्ट्यान्डर्ड्सहरू कुन कुन छन् त भन्दा मेरो लागि NSAE 3000, 3400, 10, 20, 2 यो कुराहरू हामी हेर्छौँ है। यिनीहरू चाहिँ जुन 5वटा स्ट्यान्डर्ड्सको कुरा छ। अब बिस्तारै बिस्तारै 3410लाई चाहिँ यहाँबाट निकालेर मेरो लागि 5000 को सिरिजमा लिएर गएको छ है, 5000 को सिरिजमा लिएर गएको छ। त्यसलाई हामी त्यो पनि छलफल गरौँला, किनभने अहिले इन द प्रोसेस अफ अमेन्डिङ छ, अहिले चाहिँ प्रोसेस अमेन्ड भइसकेको छैन, अहिलेसम्म 3410 छ, जुन चाहिँ हामीले कार्बन एमिसन भनेर भन्छौँ, यो क्लाइमेट फाइनेन्ससँग रिलेटेडको कुरा हो। त्यसलाई चाहिँ हामी सस्टेनेबिलिटी स्ट्यान्डर्ड्सतिर लिएर गएर 5000 मा राखेका छौँ। अब NSA's अलवेज रिजनेबल अस्योरेन्स भन्ने बित्तिकै वी हेभ 38 स्ट्यान्डर्ड्स फर द NSA's को 38 स्ट्यान्डर्ड्सहरू छन्, विच इन्क्लुड्स NSA 2020 अल्सो, 220 भन्न आएछ, 220 अल्सो, NSA 220। नेपाल स्ट्यान्डर्ड अन अडिट जुन नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङको 220 जुन क्वालिटी कन्ट्रोलको स्ट्यान्डर्ड छ, क्वालिटी कन्ट्रोलको स्ट्यान्डर्डलाई समेत जोड्ने हो भने हामीसँग 38 वटा स्ट्यान्डर्ड छन्। 38 वटा स्ट्यान्डर्ड्स बाहेक हामीले टोटलमा नेपालमा अहिले हजुरहरूले पढ्ने स्ट्यान्डर्ड्स भनेको अहिले आएर 50 वटा स्ट्यान्डर्ड्स हो, जस अन्तर्गतले
सबै पढ्नुपर्छ हजुरहरूले। जुन NAPN भन्ने स्ट्यान्डर्ड पनि छ, NAPN 1000, नेपाल अडिटिङ प्र्याक्टिस नोट्सको कुराहरू छ है। अर्को रिमेनिङ 38 वटा स्ट्यान्डर्ड्स भए, क्वालिटी म्यानेजमेन्टका स्ट्यान्डर्ड्सहरू भयो। सँगसँगै मेरो लागि यो सबै गर्दाखेरि हजुरहरूले पढ्ने भनेको जुन क्वालिटी फ्रेमवर्क सहित पढ्ने भनेको 50 वटा स्ट्यान्डर्ड्सहरू चाहिँ हजुरहरूले पढ्नुपर्छ। यसमा त्यो कुनै पनि एक्सक्युजेस छैन, यो पढ्नु पर्दैन भन्ने छैन। अब हामीले एप्लिकेसन लेभलमा यो पढ्नु पर्दैन भन्थ्यौँ होला, तर यहाँनिर चाहिँ अब पढ्नु नपर्ने भन्ने कुरा कुनै पनि छैन। अब यति कुरा बुझिसकेपछि हाम्रो अब कोर्स डिजाइनमा जाउँ। कोर्स डिजाइनमा यो कोर्स डिजाइन कसरी गरिएको छ भन्दै गर्दा हजुरहरूलाई म यहाँ हाम्रो कोर्सकै ठ्याक्कै पनि लिएर आएको छु। कस्तो खालको कोर्स छ यो? एकदमै प्र्याक्टिकल एस्पेक्ट्सबाट बनाइएको कोर्स छ र हजुरहरूले यो पुरा रियलाइज पनि गर्नुहुन्छ यो प्र्याक्टिकल एस्पेक्ट्सको कस्तो खालको छ भन्ने हिसाबले। किनभने मलाई थ्योरी आउँछ, मलाई स्ट्यान्डर्ड चाहिँ म रट्टा हान्छु, म स्ट्यान्डर्ड्स बुझेँ भने मैले चाहिँ आन्सर लेख्न सक्छु भन्नेवाला क्वेसन आउँदैन। एन्टायरली केस बेस्ड, अदर देन 20 मार्क्स। 20 मार्क्स बाहेक सबै केस स्टडी बेस्ड हो र केस स्टडी बेस्ड पनि हजुरको प्र्याक्टिकल्ली हजुरले चाहिँ मेमो राइटिङ गर्नु भनेर भनिरहेको हुन्छ, प्लानिङ नोट्स रिभ्यू गर भनेर भनिरहेको हुन्छ हैन। त्यसपछि गएर त्यो आइडेन्टिफाई द सिग्निफिकेन्ट रिस्क आइडेन्टिफाई गर भनेर भनिरहेको हुन्छ। हामीलाई सिग्निफिकेन्ट रिस्क थाहा छ, हामीले एप्लिकेसन लेभलमा सिग्निफिकेन्ट रिस्क पढिरहेको छौँ, तर सिग्निफिकेन्ट रिस्क आइडेन्टिफाई गर्न पढिरहेको छ। सिग्निफिकेन्ट रिस्क यो हो भनेर पढिरहेको छौँ, सिग्निफिकेन्ट रिस्क आइडेन्टिफाई गर्न पढिरहेको छैनौँ। हामी कम्युनिकेसन्स भनेर भन्छौँ, तर 2-4 जुट गभर्नेन्ससँग कम्युनिकेसन गर्ने एउटा लेटर लेख भनेर आइदिन सक्छ। हेर्नुहोस् है, यो भनेको हजुरहरूले डे टु डे जुन आर्टिकलसिपमा, इन्टर्नसिपमा, डे टु डे लाइफमा कसरी हेर्नु भएको छ भन्ने हिसाबले त्यसलाई पनि एकदमै महत्त्वपूर्ण, त्यसले पनि महत्त्वपूर्ण गाइडेन्स गरेको हुन्छ। र अर्को कुरा हजुरहरूलाई यो कोर्स कहिले सुरु गर्ने त भन्ने पनि लाग्न सक्छ है। मैले त्यो कोर्स डिजाइन भन्दा अलिकति गरेँ। यदि हजुरहरूलाई मलाई अहिले चाहिँ जति पनि हामीसँग जोडिनुभएका मेरो भिडियोहरू हेर्नुभएका स्टुडेन्टहरूले मलाई अहिले मेसेज गर्नुहुन्छ, सर मैले यो भिडियो हजुरको भिडियो हेरेर मैले आर्टिकलसिप गरेको भएदेखि मैले अर्को लेभलमा थट प्रोसेस हुन्थ्यो होला सर। त त्यो हिसाबले हामीले सोचिएन, आर्टिकलसिप पनि सकियो, लास्ट मोमेन्टमा आएर बल्ल रिभिजनमा बसेको छु म हैन। अहिले बल्ल हजुरको भिडियो पढिरहेको छु, अहिले हेरिरहेको छु। क्याप 3 वाला स्टुडेन्टहरूले त्यो कुरा गर्नुहुन्छ भनेपछि अहिले हेर्ने भनेको हजुरहरू अब यो भिडियो भन्दा पनि हजुरहरूले यो सब्जेक्ट पढ्ने हैन। अब भिडियो हेर्नुहोस्, आफै पढ्नुहोस्, त्यो आफ्नो कन्सर्न, आफ्नो त्यो इट्स योर चोइस। आफूले कसरी मेरो लागि कुन सजिलो हुन्छ भन्ने हिसाबले हजुर जान सक्नुहुन्छ। तर जे गर्नुहुन्छ हजुरले फर्स्ट इयरबाट नै अडिटलाई साथ लिएर हिँड्नुपर्छ, अस्योरेन्सलाई साथ लिएर हिँड्नुपर्छ। किनभने यसले गर्दाखेरि, यो हजुरको अन्डरस्ट्यान्डिङले गर्दाखेरि हजुरले फर्ममा पनि केही कन्ट्रिब्युट गर्न सक्नुहुन्छ है। फर्ममा पनि केही कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। त्यो फर्मलाई कन्ट्रिब्युट गर्ने धेरै एस्पेक्ट्सहरू छन्। जुन कुरा हजुरहरूले यो सिलेबसहरू छन्, यो सिलेबसको मैले अहिले डिस्कस गर्न खोजेको यो सिलेबस छ, यो एक्ज्याक्ट सिलेबस नै हामी प्र्याक्टिकल एस्पेक्ट्समा हेर्छौँ भनेको मेरो अडिट फर्ममा काम हुने नै यिनै हो, सम्पूर्ण कुरा यिनै नै हो। र यसरी फर्म गरेको हजुरहरूलाई सिलेबस छ जुन कुरा डे टु डे लाइफमा, डे टु डे एक्टिभिटीमा चाहिँ हाम्रो युटिलाइज हुने खालका टपिकहरू छन्। त्यो भएर हजुरहरूले होइन म त अडिट त लास्ट मोमेन्टमा अहिले पढेर बिर्सिन्छु, म त लास्ट मोमेन्टमा पढ्छु भन्नुभयो भनेदेखि द्याट्स अ भेरी 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 ब्लन्डर मिस्टेक्स। त्यो चाहिँ एकदमै ब्लन्डर हो हजुरहरूको लागि। त्यो भएर अडिटिङको लागि सेल्फ गर्नुहोस्, भिडियो हेर्नुहोस्, युट्युबबाट हेर्नुहोस्, नो प्रब्लम। तर सबैभन्दा बेस्ट वे अफ डिलिङ भनेको, अझ बेस्ट वे टु स्टार्ट भनेको, अथवा द राइट मोमेन्ट टु स्टार्ट भनेको अहिले हो। जति बेला हजुर इन्टर्नसिपमा केही कुरा सिक्दै हुनुहुन्छ र प्र्याक्टिकल र थ्योरिटिकललाई सँगै लिएर जानुभयो भनेदेखि त्यो कहिले पनि माइन्डमा बसेको कुरा कहिले पनि हट्दैन। यस्तो छ भन्ने हिसाबले म आफ्नो एक्सपिरियन्स, म पनि एउटा बिग 4मा काम गरेको, 6 वर्ष अडिटमै काम गरेर आएँ। त्यो नलेज, त्यो एक्सपिरियन्स म आजसम्म पनि युटिलाइज गर्दैछु, म भुलेको छैन।
र स्ट्यान्डर्ड चेन्ज पनि भएको छैन। चेन्ज भएको कुरामा मात्र म हेर्छु, जुन कुराहरू मैले प्र्याक्टिकली बुझाएको थिएँ र स्ट्यान्डर्डको एभ्री प्यारा मलाई याद छ, मैले घोकेर याद भएको कुरा होइन त्यो। त्यो भएर हजुरहरूलाई होइन, म अडिटिङमा, म मेरो प्रोफेसन अडिटिङमा बनाउँछु, मलाई अडिटमा चाहिँ एकदमै राम्रो एक्सपर्ट हुनु छ र अडिटिङमा चाहिँ म नेक्स्ट लेभलमा जान चाहन्छु भन्नुहुन्छ भने हजुरले थ्योरिटिकल कन्सेप्टलाई प्र्याक्टिकली इम्प्लिकेसन गर्न सक्नुपर्छ। केही फर्महरू चाहिँ नेपालमा केही फर्महरू छन् जुन फर्महरूले चाहिँ प्र्याक्टिकली इम्प्लिमेन्ट गरिरहेका फर्महरू छन्। केही फर्महरू चाहिँ होइन अडिट भने साइन हो भन्ने खालका फर्महरू पनि छन्, तर त्यो इट्स चोइस, तपाईँको चोइसमा हो त्यो कुन फर्म जोइन गर्नुहुन्छ भन्ने हिसाबले होइन। तर हजुरहरूले जस्तोसुकै फर्म जोइन गरे पनि, मिड साइज, एकदम स्मल साइज अथवा लार्ज साइज जुनसुकै फर्म जोइन गरे पनि हजुरहरूले जे काम गर्नुहुन्छ प्र्याक्टिकल्ली मैले यो पढाएको थिएँ, म यो हिसाबले गर्छु, यो हिसाबले डकुमेन्टेसन बनाउँछु, यो हिसाबले हामी अप्रोच गर्छौँ, क्लाइन्टलाई यसरी अप्रोच गर्छौँ, कम्युनिकेसन यसरी गर्छौँ भनेर जानुभयो भने त्यो भनेको इट्स योर इन्टेलेक्चुअल प्रपर्टी। फर्ममा पनि त्यो हजुरले डेभलप गरे इन्टेलेक्चुअल प्रपर्टी हो है। यसलाई मनन गरौँ। मैले धेरै स्टुडेन्टहरूले मलाई अप्रोच गर्नुहुन्छ, सर अडिट अहिले लिने कि थर्ड इयरमा गएर लिउँ। मैले हजुरहरूलाई उसको लागि भनेको होइन कि यो चाहिँ अहिले नै पढ्नुहोस् भन्ने हिसाबले, मेरो स्वार्थको लागि भनेको होइन। तपाईँहरूले जहिले लिनुहोस्, जोसँग लिनुहोस्, नो प्रब्लम, तर प्र्याक्टिकल एस्पेक्ट्सलाई थ्योरिटिकल एस्पेक्टसँग कम्बाइन गरेर जानुहोस्। जुन बुकमा पढ्नुहुन्छ त्यही कुरा, किनभने एक्जाममा हजुरलाई बुकबाट थ्योरी आउनेवाला छैन। यति चाहिँ म गर्छु, थ्योरिटिकल एस्पेक्टबाट कुनै पनि क्वेसन आउनेवाला छैन। वाट डु यु मिन बाई भन्नेवाला कन्सेप्ट आउनेवाला छैन। आयो भने 20 मार्क्सको आउला, नत्र त्यो आउनेवाला छैन। त्यति कुरा चाहिँ हजुरहरूले बुझ्नुपर्ने कुरा छ है। अब यति भन्दै गर्दा म कोर्स डिजाइन कसरी भएको छ, कुन कुन कुराहरूलाई पुरानो क्याप 3 नै कन्टिन्यू गरेछ, कुन कुन कुराहरूलाई नयाँ कुरा थप्या छ भन्ने कुरामा हो। तर हजुरहरूलाई पुरानो क्याप 3 सँग इन्टरलिङ्क चाहिँ छैन। तैपनि म भन्दाखेरि चाहिँ ओहो यो कुरा नयाँ आएको रहेछ भन्ने कुराहरू म हजुरलाई त्यो चाहिँ त्यो एस्पेक्टबाट भन्छु। हाम्रो लागि जुन च्याप्टर 1 छ, च्याप्टर 1 भनेको मेरो लागि लिगल, रेगुलेटरी एन्ड एथिकल इस्युज। एथिकल इस्युज, अब यो लिगल रेगुलेटरी भन्ने बित्तिकै मेरो लागि डिफ्रेन्ट एक्टहरू छन् नेपालमा, गभर्नेन्सका पार्टहरू छन् हेर्नुहोस् है। गभर्नेन्स हुन त च्याप्टर नम्बर 3 मा पनि छ, तर पनि यसमा कम्पनीज एक्ट, बाफिया, इन्सुरेन्स अथोरिटी एक्ट, आइए एक्टहरू छन् हैन। इन्सुरेन्स अथोरिटीले निकालेको इन्सुरेन्स एक्ट, सरी इन्सुरेन्स अथोरिटी एक्ट भएछ इन्सुरेन्स एक्ट भनेपछि यी एक्टहरू र जुन कोड अफ एथिक्स हामी 2023 को कोड अफ एथिक्स भनेर भनिरहेछौँ, अब यो अमेन्ड हुन सक्छ, यो चाहिँ इन द प्रोसेस अफ अमेन्डिङ। हामी अहिले इन्टरनेसनल कोड अफ एथिक्स 2021 पढ्दैछौँ, नेपालको कोड अफ एथिक्स 2023। इन्टरनेसनल 2021 र नेपालको के छ 2023, यो हेर्दैछौँ भनेपछि यसलाई हामीलाई कति पर्सेन्टको दिएको छ त? 5% को वेटेज दिएको छ। यसको मतलब 5 मार्क्सको क्वेसन सोध्न सक्छ, 5% को वेटेज छ यसबाट। अब यसबाट नर्मल्ली हामीलाई सोध्ने भनेको कस्तो खालको क्वेसन सोध्न सक्छ, अथवा हामीले पढ्ने के, अब क्वेसनमा एकैचोटि त जम्प नगरौँ, पढ्ने के भन्दा हाम्रो अपोइन्टमेन्ट, रेजिग्नेसनको कुराहरू, कुन रेगुलेटरीले हाम्रो अडिटलाई के भन्छ, हाम्रो अडिट ओपिनियनमा के कुराहरू गर्छ हैन, अडिट ओपिनियनको कुन कुन चाहिँ फर्म्याट चाहिँ एक्टले तोकेको छ, त्यो कुराहरू हामी यहाँ हेर्छौँ र एथिकल इस्युजहरूलाई पनि हामी यसमा कभर गर्छौँ। अब हजुरहरूलाई कस्तो खालको यहाँनिर छ भन्दा बेसिकली यो च्याप्टर मात्र नभइकन हाम्रो च्याप्टर नम्बर 2 पनि त्यस्तै खालको छ। च्याप्टर नम्बर 2 करेन्ट इस्युज रिलेटिङ टु अडिट एन्ड assurance। करेन्ट इस्युजहरू, एथिकल इस्युज, अब यो माथि पनि एथिकल इस्युज पढ्यौँ,
यसमा अन्य करेन्ट इस्युजहरू गभर्नेन्सको इस्युज होला हैन। अब कम्युनिकेसन्स गर्दाखेरि कम्युनिकेसन्स विथ द प्रेडिसेसर अडिटरमा केही समस्या होला अथवा कन्टिन्यू गर्न नसक्ने इस्युजहरू होला। यस्तो खालको विभिन्न इस्युजहरू जुन हाम्रो लागि हामी च्याप्टर भित्रपट्टि पढ्दै गर्दाखेरि के हो भन्ने कुराहरू हामी डिस्कस गरौँला। तर इस्युजहरू हैन, मेनली इस्युजहरू जहाँनिर रिस्क होला हैन, जहाँनिर कन्फ्लिक्ट अफ इन्ट्रेस्ट होला, हो त्यो खालको इस्युजहरू हाम्रो अडिट अस्योरेन्समा कस्तो खालको इस्युज आउँछ भनेर यसलाई पनि 5% को वेटेज दिएको छ। 5% यसलाई पनि है। त्यसपछि अर्को थर्ड च्याप्टरमा चाहिँ मेरो कर्पोरेट गभर्नेन्स। कर्पोरेट गभर्नेन्समा एउटा कुरा के छ भन्दाखेरि के कुरा बुझ्नुस् भन्दा नेपालमा कर्पोरेट गभर्नेन्सको त्यति स्ट्रङ कोड छैन है। गभर्नेन्स कोड अथवा गुड गभर्नेन्स कोड भन्छौँ, यो गुड गभर्नेन्स कोड चाहिँ नेपालमा त्यति इफेक्टिभ छैन। केही एक्टहरूले जस्तो मेरो लागि चाहिँ बाफियाले हैन, त्यसपछि गएर मेरो लागि कम्पनीज एक्टले, सेभनले विभिन्न डाइरेक्टिभ्सहरू निकालेर गभर्नेन्सलाई चाहिँ स्ट्रङ बनाउन खोजिएको छ र त्यो अनुसारले इम्प्लिमेन्ट गर्न पनि ट्राई गरिरहनु भएको छ। जस्तो बाफियाले चाहिँ हाम्रो ब्याङ्किङको जुन चाहिँ हाम्रो लागि डाइरेक्टिभ नम्बर हामी भन्छौँ डाइरेक्टिभ नम्बर 6 अनुसारले छ। 7 को छुट्टै 2074 को एउटा डाइरेक्टिभ छ है, यो छ। कम्पनीज एक्टले अपोइन्टमेन्ट अडिट कमिटीका कुराहरूलाई चाहिँ राखेको छ। मेनली गभर्नेन्स भनेको हाउ द एन्टिटी इज कन्ट्रोल्ड एन्ड अपरेटेड, यति कुरा मात्रै बुझ्ने हो। कसरी कन्ट्रोल गरिएको छ र कसरी अपरेट गरिएको छ। अब यसमा नेपालमा अलिकति चाहिँ इम्प्लिमेन्ट नभएका तर हामीले पढ्नुपर्ने कुराहरू चाहिँ एक्जिक्युटिभ डिरेक्टर, नन एक्जिक्युटिभ डिरेक्टर्स हामी एकदम राम्रोसँग पढ्नुपर्छ। देयर आर सर्टेन कमिटिजहरू हामीले पढ्नुपर्छ। जुन अडिट कमिटी हामीसँग छ, नेपालमा छ, अडिट कमिटिज पढ्नुपर्छ। सँगसँगै हाम्रो लागि नोमिनेसन कमिटी, रेम्युनरेसन्स कमिटी, यो थोरै कन्सेप्टहरू मात्रै राखिएको छ, यसमा हामी गर्छौँ। तर मेनली चाहिँ एक्जिक्युटिभ र नन एक्जिक्युटिभलाई छुट्याउने कसरी, यिनीहरूले कस्तो खालको कामहरू गर्यो भने हुन्छ, सेग्रिगेसन अफ ड्युटिज गर्ने कसरी, यो सबै कुराहरू चाहिँ मेरो केमा छ त गभर्नेन्समा छ। जुन संस्थाको गभर्नेन्स स्ट्रङ छ त्यो संस्था आफैमा राम्रो मानिन्छ, म्यानेजमेन्ट राम्रो हुन्छ र उसको ग्रोथ सबैभन्दा राम्रो हुन्छ। र अरू कुराहरूमा पनि आइपिओमा जाँदाखेरि, लोन लिँदाखेरि जसको गभर्नेन्स राम्रो मानिन्छ तिनीहरूलाई चाहिँ सजिलो हुन्छ। त्यो हिसाबले हामी त्यो पोजिटिभ एस्पेक्ट्सबाट कुरा गर्छौँ र कहाँनिर गभर्नेन्समा विकनेसेस हुनसक्छ त्यो विकनेसेसलाई हामीले के गर्छौँ त यहाँनिर एनालाइज गर्छौँ। यसलाई हाम्रो 10% को कभरेज दिएको छ, 10% को कभरेज दिएको छ यसलाई चाहिँ। त्यसपछि गएर अर्कोमा चाहिँ अडिट इन्गेजमेन्ट प्र्याक्टिस पोलिसी। हामीले यो कुरा पढेर आइसकेका छौँ है, यो कुरा पढेर आइसकेका छौँ। यसमा कस्तो खालको छ भन्दै गर्दा हजुरहरूको जस्तो कि कम्युनिकेसन विथ द प्रेडिसेसर अडिटर हैन, हाम्रो फर्मभित्र म्यानेज गर्नको लागि यो केही 2-3 कुराहरूमा, जस्तो यहाँनिर मेरो लागि एनएसए 210, 220, एनएसक्युएम1, एनएसक्युएम2 हैन, यी स्ट्यान्डर्ड्सहरू चाहिँ यसमा अलिकति बढी हामीले कभर गर्नुपर्ने छ। अडिटको चाहिँ प्र्याक्टिस कसरी गर्ने, फर्ममा प्र्याक्टिस कसरी हुनुपर्छ भन्ने हिसाबमा त्यसमा हामी त्यहाँनिर डिस्कस गर्छौँ। त्यसपछि गएर हाम्रो इन्गेजमेन्ट प्लान्सको कुराहरू भयो। इन्गेजमेन्ट प्लान्स भनेर हामीले छलफल गर्छौँ र इन्गेजमेन्ट प्लान्समा बेसिकली हाम्रो लागि जहिले पनि हाम्रो असाइनमेन्ट कुनै पनि एउटा अडिट स्टार्ट हुनुभन्दा पहिला त्यसलाई हामी भन्छौँ प्री इन्गेजमेन्ट हैन, प्री इन्गेजमेन्ट। त्यसपछि गएर मेरो लागि प्लानिङ, एक्जिक्युसन
कम्प्लिसन र रिपोर्टिङ 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर यो प्रोसेस छ रिपोर्टिङ पछि कम्युनिकेसन रिपोर्टिङ पछि कम्युनिकेसन हैन यो कुराहरु छ भनेपछि मेरो लागि जुन 5 वटा फेजेसहरु छ यो 5 वटा फेजेसमा हामी अब यो प्लानिङ फेजेसमा एंगेजमेन्ट लेटर साइन गर्ने बेलासम्मको फेज यो हो र एंगेजमेन्ट लेटर पछि हामी फिल्डमा जाने बेलासम्म एभिडेन्स कलेक्सन गर्ने बेलासम्मको फेज के हो छ यो हुन्छ हामी अब हरेक फेजेस वाइज के गर्दै जान्छौं त अन्डरस्ट्यान्डिङ गर्दै जान्छौं हरेक फेजेस वाइज कुन स्ट्यान्डर्ड पहिला सबभन्दा पहिलो स्ट्यान्डर्ड्स NSA 220 बाट स्टार्ट गर्छौं हामी NSA 220 भन्दा पनि एउटा माथि चाहिँ NSA 200 छ जुन 200 चाहिँ मेरो के हो गभर्निङ स्ट्यान्डर्ड भन्छौं हामीले NSA 220 पछि हामी NSA 220 210 मा जान्छौं यो कुरा बिस्तारै हामी पढ्दै जाँदाखेरि हामी अन्डरस्ट्यान्डिङ गर्दै जान्छौं कुन फ्लोमा हुनुपर्छ त एउटा अडिटको फ्लो के हुनुपर्छ त है हुन त अब हामीले एप्लिकेसनमा पनि केही कुराहरु छलफल गरिसकेका छौं तर एप्लिकेसनको छलफलले मात्र पुग्दैन यो एडभाइजरीमा चाहिँ हामी एकदमै तल गोताखोरले तलसम्म पुगेर चाहिँ समुद्रको भित्र हेरे जस्तै हामीले इभ्यालुएट गर्नुपर्ने हुन सक्छ त्यो हिसाबले यसको अन्डरस्ट्यान्डिङ जब एप्लिकेसनलाई एउटा मजबुत पिल्लर चाहिँ बनायौं तर हामीले अब त्यसमाथि तला थप्ने कामहरु चाहिँ हामी यहाँनेर गर्नुपर्छ एप्लिकेसनमा धेरै कुराहरु पढ्यौं इन्टर्नल कन्ट्रोलको म्यासिभ अन्डरस्ट्यान्डिङ हामीले एप्लिकेसनबाट गरेर तर एडभाइजरीमा त्यसको इम्प्लिमेन्टेसनको कुराहरु छ हामीले त्यसलाई लगेर इम्प्लिमेन्ट गर्ने कुराहरुमा हामी यसमा अलिकति बढी फोकस हुन्छ त्यो भएर जुन नलेज हजुरले एप्लिकेसनमा लिनु भएको छ त्यही नलेजको इम्प्लिमेन्टेसन फेज हो अब इभ्यालुएसन अफ द इन्टर्नल कन्ट्रोल भनेर छ एउटा इभ्यालुएसन अफ द इन्टर्नल कन्ट्रोलमा हामीले कस्तो कस्तो कुराहरु पढ्छौं त भन्दा सबैभन्दा पहिलो त्यो कहीं पनि जहाँ गए पनि कन्ट्रोल पढ्ने बित्तिकै हामी कम्पोनेन्ट अफ इन्टर्नल कन्ट्रोल पढ्नै पर्छ कम्पोनेन्ट अफ इन्टर्नल कन्ट्रोल पढ्नै पर्छ र जहिले पनि इभ्यालुएसन्समा हामी टेस्टिङ अफ इन्टर्नल कन्ट्रोल यसको लागि हामीले एप्लिकेसनमा एउटा के कुरा पढेर आएका छौं भन्दा एप्लिकेसनमा के कुरा पढेर आएका छौं एप्लिकेसनमा इन्टर्नल कन्ट्रोलसँग रिलेटेड के कुरा पढेर आएका छौं भन्दा हामी सबैभन्दा पहिलो चाहिँ रिस्क आइडेन्टिफाई गर्ने हो हामीले भन्दा पनि म्यानेजमेन्टले है इन्टर्नल कन्ट्रोल भनेको कसको रेस्पोन्सिबिलिटी म्यानेजमेन्टको यो रिस्कलाई हामीले चारवटा मेजरहरु अप्लाई गर्नुपर्छ यसलाई रेस्पोन्ड गर्नको लागि एउटा कुनै पनि रिस्क अभोइड गर्न सक्छौं कुनै पनि रिस्क एक्सेप्ट गर्न सक्छौं कुनै पनि रिस्क ट्रान्सफर गर्न सक्छौं कुन रिस्क सबै रिस्क होइन है केही रिस्क अभोइड गर्न सक्छौं केही रिस्क एक्सेप्ट गर्न सक्छौं केही ट्रान्सफर अब यो बचेका रिस्कहरु के गर्ने त भन्दाखेरि यसलाई मिटिगेसन गर्ने यो मिटिगेसन रिस्क के मार्फत मिटिगेसन गर्ने हो त भन्दा थ्रु द इन्टर्नल कन्ट्रोल थ्रु द इम्प्लिमेन्टेसन अफ इन्टर्नल कन्ट्रोल अब यो इम्प्लिमेन्टेसन अफ इन्टर्नल कन्ट्रोलमा यदि यो कन्ट्रोल नभएको भए हामीलाई के रिस्क हुन्थ्यो इन्टर्नल कन्ट्रोल के इम्प्लिमेन्ट गर्यौं र अडिटरले इन्टर्नल कन्ट्रोलको टेस्टिङ कसरी गर्छ यति कुरा हो जुन कुरा हामी एप्लिकेसनमा पढिसकेका छौं र त्यसलाई अलिकति सोफिस्टिकेटेड वेबाट अलिकति डेप्थ वेबाट हामी यसमा छलफल गर्छौं इन्टर्नल कन्ट्रोलको इभ्यालुएसनको पार्टमा है हामी अझै बढी चाहिँ कम्पोनेन्टमा जान्छौं जुन हामीले क्राइम भनेर हामी पढिसकेका छौं क्राइमलाई फेरि पनि छलफल गरौँला क्राइमलाई है क्राइमलाई हो यो कुराहरु हामीले के गर्छौं त यसमा भन्छ टेस्टिङ अफ द इन्टर्नल कन्ट्रोल अडिटर एस्पेक्टबाट हो यो दुईटा एस्पेक्ट कसको त भन्दा क्लाइन्ट एस्पेक्ट हो र यो एस्पेक्ट कसको हो त भन्दा अडिटर्स एस्पेक्ट अडिटरले टेस्ट गर्ने अब यो टेस्ट कति बेला गर्न सक्छ कति बेला सक्दैन कुन बेला चाहिँ टेस्ट गर्नुपर्छ कस्तो कस्तो किसिममा त्यो सबै कुराहरु हामी त्यतिबेलै हामी छलफल गर्छौं अर्को एउटा हामीले अलिकति इभ्यालुएसन अफ अकाउन्टिङ ट्रिटमेन्ट
हामीलाई अडिट गर्न कति बेला मात्र अडिट गर्न सकिन्छ भन्यो भने जति बेला मसँग अकाउन्टिङ ट्रिटमेन्टको नलेज छ त्यति बेला मात्रै अडिट गर्न सकिन्छ, नत्र अडिट गर्न सकिँदैन। गएर भाउचर पल्टाएर मात्रै अडिट हुँदैन है। यो कुरा हाम्रो चाहिँ भाउचर पल्टाएर, भाउचिङ इज ओन्ली द सिंगल पार्ट, एउटा पार्ट अफ द अडिट प्रोसेस। भाउचिङ भनेको एउटा पार्ट हो। तर हामी कति सीए फर्महरुमा हजुरले हामी गयौं भनेदेखि भाउचिङ नै एभ्रिथिङ हो भन्ने हुन्छ। भाउचिङ एभ्रिथिङ होइन। हामी त भाउचर हेरेर त एउटा 5% 10% पार्ट मात्रै कभर गरे हो। त्यो बाहेक धेरै पार्टहरु छन्। हामीले चाहिँ जुन फाइनान्शियल स्टेटमेन्ट्स फ्री फ्रम मटेरियल मिसस्टेटमेन्ट्स छ त्यो फाइनान्शियल स्टेटमेन्टमा अकाउन्टिङ ट्रिटमेन्ट कस्तो छ त फाइनान्शियल रिपोर्टिङ फ्रेमवर्क अनुसारको अकाउन्टिङ ट्रिटमेन्ट हामीले बुझ्नु पर्यो। जस्तो कि मेरो लागि बोरोइङ कस्टको के ट्रिटमेन्ट हुन सक्छ हैन, त्यसपछि गएर मेरो लागि चाहिँ फरेन एक्सचेन्जको के ट्रिटमेन्ट हुन सक्छ, है फरेन एक्सचेन्जको के ट्रिटमेन्ट हुन सक्छ, कुनै पनि उसमा फेयर भ्यालुको ट्रिटमेन्ट के हुन सक्छ, रिभ्यालु, यी सबै कुराहरू हामीले जबसम्म अकाउन्टिङ ट्रिटमेन्ट्सहरू बुझ्दैनौं मेरो लागि कन्टिन्जेन्सीको के हुन सक्छ यी कुराहरू हामी बुझ्दैनौं हामीले अडिट गर्न सक्दैनौं। त्यो कारणले गर्दा हाम्रो अकाउन्टिङ ट्रिटमेन्टलाई हामीलाई अलिकति फोकस गरेर एउटा छुट्टै उ गरिदिएको छ। मैले यहाँनेर अलिकति उ गरे अडिट एंगेजमेन्टको पोलिसीजलाई यसलाई 10% कभरेज भनेको छ, एंगेजमेन्ट प्लानलाई पनि 10% को कभरेज भनेको छ, इभ्यालुएसन अफ उलाई पनि मेरो लागि 10% नै भनेको छ है, 10% नै भनेको छ। यो 10 छ। दुईटा हाम्रो 5-5 छ। गभर्नेन्स को पार्ट र मेरो लागि सरी करेन्ट इस्यु को पार्ट र लिगल रेगुलेटरीलाई 5-5% को कभरेज भनेको छ, नत्र अरु 10 को कुरा छ हैन, 10 छ। र इभ्यालुएसन अफ द अकाउन्टिङ ट्रिटमेन्ट पनि मेरो के छ त 10% नै छ। अब च्याप्टर नम्बर 8 मा के छ त भन्दै गर्दा 8 मा छ इभ्यालुएसन अफ एभिडेन्स। इभ्यालुएसन अफ एभिडेन्स हामीले जुन लिएको एभिडेन्स छ सफिसिएन्ट अप्रोप्रिएट अडिट एभिडेन्स छ कि छैन त? इट्स नट सफिसिएन्ट एन्ड अप्रोप्रिएट अडिट एभिडेन्स, इट्स सफिसिएन्ट अप्रोप्रिएट अडिट एभिडेन्स। भनेपछि मैले लिएको अडिट एभिडेन्स सफिसिएन्ट अप्रोप्रिएट छ कि छैन त भनेको त्यो अप्रोप्रिएट अडिट एभिडेन्स इन सफिसिएन्ट नम्बर, अप्रोप्रिएट अडिट एभिडेन्स इन सफिसिएन्ट नम्बर मैले इन्स्योर गर्न सक्छु कि सक्दिन, मेरो ओपिनियनलाई बेस हुने तरिकाको मैले इन्स्योर गर्न सक्छु कि सक्दिन, त्यो कुरा मेरो के हो त सफिसिएन्ट अप्रोप्रिएट अडिट एभिडेन्स। ओके, भनेपछि मैले इभ्यालुएसनमा चाहिँ सफिसिएन्सी अप्रोप्रिएटनेस को छुट्टै इभ्यालुएसन गर्छु। अप्रोप्रिएटनेस भित्र पनि रेलेभेन्स छ कि छैन, रिलायबिलिटी छ कि छैन, र सफिसिएन्सी को पार्टमा पनि हामीले जुन एनएसए 500 मा हामी पढेर आइसकेका छौं। एनएसए 500 मा हामीले के भनेका थियौं भन्दाखेरि सफिसिएन्सी हुनको लागि केही फ्याक्टर अफेक्टिङ क्राइटेरियाहरू छन्, केही चाहिँ जुन असर गर्ने क्राइटेरियाहरू छन्, फ्याक्टर अफेक्टिङ थिङ्सहरू छन्, त्यो क्राइटेरियालाई हामीले इभ्यालुएट गर्छौं। यसमा चाहिँ कति बेला कुन कन्डिसनमा हामी सफिसिएन्ट अप्रोप्रिएट भन्ने, कुन कन्डिसनमा नभन्ने भन्ने कुरामा हामी त्यहाँ जान्छौं। त्यसपछि गएर अर्को कन्क्लुडिङ, यो कन्क्लुडिङ दि एन्ड रिपोर्टिङ, यो पनि 10% के भनेको छ र कन्क्लुडिङ एन्ड रिपोर्टिङ पनि 10% के भनेको छ। हेर्नुस्, हामीलाई आउने क्वेशन, हामी त क्वेशनमा एकछिनपछि जाउँला, एउटा च्याप्टरबाट एउटा आउँदैन, यति कुरा बुझौं। सबै इन्टरलिङ्क गरेर आइदिन्छ क्वेशन्सहरु, सबै इन्टरलिङ्क गरेर आइदिन्छ, र त्यो इन्टरलिङ्क गरेर आएको क्वेशनमा मैले एउटा मात्र मिस गरे भने सबै कुरा लिङ्कै टुट्छ। त्यो लिङ्क यसरी बनाउनु पर्छ कि डिफरेन्ट डट्सहरु दिया हुन्छ, त्यो डट्सलाई जोड्ने काम गर्नुपर्छ सबैतिरबाट। त्यो कुरा हाम्रो त्यति चाहिँ हामीसँग त्यति क्यापेबिलिटी चाहिँ हुनु पर्यो, त्यतिको अन्डरस्ट्यान्डिङ चाहिँ हुनु पर्यो कि डिफरेन्ट डट्सहरु दिया छ, केही रिक्सबाट दिया छ, केही चाहिँ मेरो कम्युनिकेसन विथ द प्रेडिसेसर अडिटरमा दिया छ, त्यो कम्युनिकेसन विथ द प्रेडिसेसर अडिटरलाई रिक्समा हिट गरिरहेछ, रिक्सले एभिडेन्समा हिट गरिरहेछ, एभिडेन्सले रिपोर्टिङमा हिट गरिरहेछ, भनेपछि मेरो सबै के छ त इन्टरकनेक्टेड छ। एउटा आइसोलेसनमा मैले कहिले पनि अडिटमा यो मैले इभ्यालुएसन अफ द एभिडेन्स पढे मेरो लागि 10 मार्क्स आयो भन्ने खालको चाहिँ हुँदैन।
र 10 नम्बरमा अर्को एउटा कन्सेप्ट छ मेरो लागि, क्वालिटी अस्योरेन्स प्रोसिजर। नर्मल्ली यो क्वालिटी अस्योरेन्स क्युए कसले प्रोभाइड गर्छ त भन्दा हामीलाई आइक्यानले आएर रिभ्यू गर्ने काम गर्छ। यो 3टा लेभलबाट हुन्छ क्वालिटी अस्योरेन्स। एउटा रेगुलेटरबाट हुन्छ, अर्को पियर रिभ्युअरबाट हुन्छ, अर्को नेटवर्क फर्मबाट हुन्छ, नेटवर्क फर्म रिभ्युअरबाट हुन्छ। र इन्टरनल्ली मैले क्वालिटी अस्योरेन्स अर्को कहाँबाट पनि पाउन सक्छु त भन्दा मेरो लागि इन्गेजमेन्ट क्वालिटी रिभ्यूबाट पनि पाउन सक्छु। तर इट इज द इन्टरनल अथवा इट इज द बिफोर इस्युएन्स अफ द नर्मल्ली क्वालिटी अस्योरेन्सको प्रोसिजरमा यहाँनिर अलिकति मोनिटरिङको पार्टलाई फोकस गरेको छ, रादर दि मेरो हट रिभ्यू भन्दा पनि कोल्ड रिभ्यूलाई बढी फोकस गरेको छ। तर पनि हामी EQR को पार्ट हेर्छौँ, EQR को पार्ट यहाँ पनि केही कुरा पढ्छौँ र अर्को कुरा हाम्रो चाहिँ कहाँ पनि हेर्छौँ त मेरो लागि यहाँ चाहिँ अडिट इन्गेजमेन्ट जुन NSQM 2 NSQM 1 अन्तर्गतको हामी यहाँ पनि हेर्छौँ। ठिक छ, हामीले बुझ्यौँ भने अडिट के पनि होइन। र मैले यति कुरा भन्छु, जसले एप्लिकेसनमा राम्रोसँग बुझेर आउनु भएको छ उहाँहरूले 50% अडिट सकाइसक्नु भएको छ। र हामी भनेको त्यसलाई इम्प्रुभ गर्ने, त्यसैलाई डट्सहरू कनेक्ट गर्ने, त्यसैलाई चाहिँ अझै पलिस गर्ने काम मात्र हामी गर्छौँ क्याप 3 मा, सरी हाम्रो एडभाइजरीमा। अर्को अहिलेको मैले अघि पनि भने अहिलेको सिलेबस चाहिँ एप्लिकेसनकै सिलेबस क्यारी फरवर्ड भयो हो। त्यो कारणले एप्लिकेसनमा एउटा लेभलसम्म पढाएको छौँ, अब एडभाइजरीमा अलिकति माथि लेभलमा पढ्ने हो। र स्ट्यान्डर्ड्सहरू सबै स्ट्यान्डर्ड्सहरू पढ्नुपर्छ। त्यो स्ट्यान्डर्डहरू पढ्नको लागि हामी धेरैभन्दा धेरै चाहिँ यो अडिटसँग फ्यामिलियर हुने जस टर्म्सहरू चाहिँ फ्यामिलियर हुनु पऱ्यो कि स्ट्यान्डर्ड पढ्नको लागि चाहिँ। त्यो बेयर स्ट्यान्डर्ड पढ्नको लागि चाहिँ हामी टर्म्सहरू चाहिँ हेर्नुपर्छ। अब बुकमा एउटा लाइन लेख्दै हुन्छ, त्यो लाइन मात्र बुझिँदैन, त्यसको लागि फेरि बेयर स्ट्यान्डर्डमा जानु पऱ्यो। त्यो हिसाबले त्यो ब्रिजिङ गर्ने काम चाहिँ म गर्छु हजुरहरूलाई। त्यो ब्रिजिङ गर्ने काम जुन स्ट्यान्डर्ड नबुझेको केसमा बुकमा एउटा प्याराग्राफ बुझिएन, त्यो चाहिँ एउटा स्ट्यान्डर्डबाट बिचबाट ल्याएर तानियो भन्छ, योसँग किन आयो त, यो चाहिँ यो लिङ्केज किन भयो त भन्ने हिसाबले हामी जान्छौँ। र अडिटमा हरेक प्रोभिजनको पछाडिको रिजन छ, किन आयो भन्ने रिजन छ, र त्यो रिजन पनि हामी छलफल गर्छौँ। त्यो भयो भने हजुरलाई त्यो माइन्ड सेट चाहिँ कहिले पनि चेन्ज, त्यो भनेको त्यो कन्टेन्ट चाहिँ कहिले पनि हजुरको माइन्डबाट जाँदैन, स्लिप हुँदैन है। र अरू चाहिँ अदर टाइप अफ अस्योरेन्स इन्गेजमेन्ट छ जुन हामीले यहाँ भन्यौँ। अदर टाइप अफ अस्योरेन्स यो चाहिँ 15% को वेटेज छ, 15 मार्क्स भन्ने कुराले। अदर टाइप अफ अस्योरेन्स इन्गेजमेन्टमा मैले पहिला आउने बित्तिकै जस्तो मोडरेटमा लिमिटेड अस्योरेन्सको कुरा भयो, रिजनेबलमा अडिट बाहेकका अन्यमा चाहिँ जुन 3000, 3400, 3410 यी स्ट्यान्डर्ड्सहरू चाहिँ मेरो लागि के हुन्छ यसमा आउने कुराहरू भयो। ठिक छ, अब हामी जस्ट यो दिस इज दि ओभरभ्यू अफ दि हाम्रो सिलेबस। अब यो सिलेबसभित्र लर्निङ अब्जेक्टिभ के छ त भन्ने हिसाबले म यहाँबाट लान्छु हजुरहरूलाई। यो हाम्रो एडभान्स अस्योरेन्सभित्र मैले त्यही अघि भनेको 5% वेटेज हिसाबले हामीलाई के गराएको छ त, यो 100% को वेटेजलाई यसरी बाँडेको छ है, 100% लाई बाँडेको छ। अब यो 100% लाई बाँडेको केसमा यो अलिकति स्क्यानबाट निकालेको कारणले अलिकति ऊ भएको छ, तर म यहाँ पढेर गर्छु। मैले के कुरा सिक्ने त भन्ने हिसाबले लर्निङ अब्जेक्टिभ एलो भन्छौँ हामी, लर्निङ अब्जेक्टिभबाट गएको छ, जुन कुरा हजुरहरूले एप्लिकेसनमा पनि देखिसक्नु भएको छ, जसले मोडुल पढ्नु भएको छ उहाँहरूलाई थाहा छ लर्निङ अब्जेक्टिभ के हो भनेर। अब लिगल रेगुलेटरी एथिकल इस्युजमा चाहिँ हाम्रो के हेर्ने त भन्दै गर्दा लिगल रेगुलेटरी एन्ड एथिकल इस्युजमा candidate will be able to appraise and evaluate the relevant legal, regulatory and ethical issues, specific engagements. In the assessment, candidate may be required to के हेर्नुपर्छ भनेर भनेको छ, जुन ABCDEF को कुराहरू भनेको छ, जुन हाम्रो यतिलाई उमा के गराएको छ त मेरो लागि च्याप्टर नम्बर 1 र 12 हेर्नुहोस् त, 12 नम्बरको च्याप्टर र 1 नम्बरको च्याप्टर, त्यो दुईटाले चाहिँ यसलाई कभर गर्छ भने अब यो भनेपछि मैले के कुराहरू हेरेँ जस्तो मेक जजमेन्ट्सको कुराहरू, टेक्निकल, प्रोफेसनल्स, एथिकल जुन विषयमा एडभाइस गर्ने कुराहरू हैन, त्यो कुरा चाहिँ हामीलाई
थाहा हुनु पऱ्यो कि त्यसमा। जस्तो हामीलाई क्लाइन्टलाई चाहिँ केही कुराहरूमा अकाउन्टिङ ट्रिटमेन्टहरूको कुरामा हामीले चाहिँ उनीहरूलाई के गरिदिनु पऱ्यो त अवेर गराइदिनु पर्ने हुनसक्छ अथवा कन्सल्ट गर्नुपर्ने हुनसक्छ। सर अब यो अडिट नै कन्सल्ट हो र भन्ने कुरा होला, तर अडिटिङमा डिस्कसनमा त बस्नु पऱ्यो नि। तपाईँले यो भनेको रङ हो त भन्नु पऱ्यो नि। हो कन्सल्टिङ छुट्टै असाइनमेन्ट हो, तर तपाईँले यो ट्रिटमेन्ट गरेको रङ हो भन्नको लागि त मैले त बुझ्नु पऱ्यो नि त अकाउन्टिङ है। त्यो हिसाबले हेर्नु पऱ्यो। मेक जजमेन्ट अपन वेन इट मे बी appropriate to refer the matter to more senior colleagues or third party advisors or consultation। यो थर्ड पार्टी भन्ने बित्तिकै हामीले रिलाइङ अन द वर्क अफ अदर्स को कुरा गर्छौँ, जस्तो 620 500 यिनीहरूको कुरामा हामी थर्ड पार्टीमा रिलाइ गरेर एक्सपर्टहरूमा रिलाइ गर्ने कुराहरू हामी यसमा हुन्छौँ। अर्को एक्सप्लेन द नेचर एन्ड पर्पस अफ द लज रेगुलेसन्स स्ट्यान्डर्ड्स एन्ड कोड्स द कन्टेक्स्ट अफ द असुरेन्स इन्गेजमेन्ट किन अप्लाई गरिएको छ। जस्तो कहिलेकाहीँ के हुनसक्छ अडिट रिपोर्टसँग मेरो कम्पनीज एक्टको लिङ्केज के त, त्यो कुरा बुझ्नु पऱ्यो हैन। मलाई कम्पनीज एक्टले अडिट रिपोर्टमा के सपोर्ट गरेछ, बाफियाले अडिट रिपोर्टमा के सपोर्ट गरेछ, अल्टिमेटली मेरो प्रडक्ट बनाए त अडिट रिपोर्ट हो भने मेरो लज एन्ड रेगुलेसन्सले त्यो अडिट रिपोर्ट फ्रेमिङमा कहाँनिर चाहिँ उनीहरूको इन्फ्लुएन्स छ त, त्यो कुराहरू हामीले हेर्नुपर्छ। कन्सिडरेसन गभर्निङ एन्ड अडिट, अपोइन्टमेन्ट, रिअपोइन्टमेन्ट, रेजिग्नेसन, रिमुभल, यो त हामीले पढेर आइसकेका छौँ, हामीले लमा पढेर आइसकेका छौँ। ड्युटिज एन्ड राइट्स अफ अडिटरको कुरा, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट जुन कोड अफ एथिक्समा पढ्छौँ हाम्रो, र फ्रड एररका कुराहरू छ, इन्टिग्रिटी, अब्जेक्टिभिटी, इन्डिपेन्डेन्सको कुरा, कन्फिडेन्सियलिटीको कुराहरू भयो, प्रोफेसनल इन्डेमनिटी हैन। त्यसमा हामी नेपाल चार्टर अकाउन्टेन्ट्स एक्ट रुल पढ्छौँ, कोड अफ कन्डक्टको कुराहरू पढ्छौँ हैन, त्यो जुन आइफ्याक्टले जारी गरेको कोड अफ कन्डक्ट अथवा ह्यान्डबुक अफ कोड अफ एथिक्स पनि भन्छौँ यसलाई, त्यो कुरा हेर्छौँ। र कम्पनी एक्ट 2063 एन्ड अदर रेलेभेन्ट एक्ट एन्ड रेगुलेसन्स यो पनि हेर्छौँ, जस्तो बाफिया, इन्सुरेन्स अथोरिटीका कुराहरू पनि हेर्ने भयो। अर्को इभ्यालुएट द इन्टरेक्सन्स बिट्विन नेसनल लज एन्ड रेगुलेसन्स एन्ड द रिक्वायरमेन्ट अफ एन असुरेन्स इन्गेजमेन्ट। असुरेन्स इन्गेजमेन्टमा मेरो कानुनको भूमिका के हो त, त्यसलाई पनि हामीले इभ्यालुएट गर्न सक्नुपर्छ। त्यसको बिचको अन्तर सम्बन्ध के छ त, इन्टरेक्सन्स के छ त, त्यसलाई पनि हामीले बुझ्नुपर्छ। हाउ अडिट्स मे फेल टु मिट एक्सपेक्टेसन अफ द युजर्स। हामी एक्सपेक्टेसन ग्याप भनेर सानो कन्सेप्ट पढाएको थियौँ, तर यहाँनिर हामी अलिकति डिटेलमा हेर्छौँ त किन युजरले हामीप्रतिको एक्सपेक्टेसन्स राखिरहेछ, हामी किन म्याच गर्न सकिरहेछौँ। इज इट ओन्ली रिलेटेड विथ द एक्सपेक्टेसन ग्याप और त्यो भन्दा पनि अलिकति बियोन्डमा हामी जानुपर्छ त, त्यो हिसाबले हामी यसमा छलफल गर्छौँ। इभ्यालुएट द एक्सटेन्ट अफ द लिगल लायबिलिटी इन्क्लुडिङ क्रिमिनल एन्ड द सिभिल ल लायबिलिटिजहरू हैन, कस्तो खालको, जस्तो प्रोफेसनल नेग्लिजेन्सहरू हाम्रो हुन्छ भने त्यसमा लिगल लायबिलिटी कस्तो हुन्छ त, इज इट सिभिल लायबिलिटी अर दि क्रिमिनल लायबिलिटी, त्यो पनि सिचुएसन टु सिचुएसन। म सधैँ सिभिल लायबिलिटी मात्र पढ्दिनँ, म क्रिमिनल लायबिलिटीमा पनि पढ्छु हैन, त्यो लायबिलिटी के हो त भन्ने हिसाबले हामी हेर्छौँ। करेन्ट इस्युजमा मेरो लागि कस्तो कस्तो खालको इस्युजहरू छ त, अघि हामीले भनेको जस्तो एक्सप्लेन इन द नन टेक्निकल ल्याङ्ग्वेज सिग्निफिकेन्ट करेन्ट असुरेन्स इस्युज बिङ डेल्ड बाई द अकाउन्टेन्सी प्रोफेसन्स, जस्तो द गभर्मेन्ट, नेसनल स्ट्यान्डर्ड्स सेटिङ बडी। नेसनल स्ट्यान्डर्ड सेटिङ बडी भनेको हाम्रो लागि IAASB, नेपालको लागि AUSB है, अडिटिङ स्ट्यान्डर्ड बोर्ड। यो भनेको इन्टरनेसनल अडिटिङ एन्ड असुरेन्स स्ट्यान्डर्ड बोर्ड, यो भनेको एउटा आइफ्याकको एउटा विङ हो, त्यसको एउटा पार्ट हाम्रो AUSB। सो इन्टोसाई भनेको इन्टरनेसनल अर्गनाइजेसन्स फर दि सुप्रिम अडिट इन्स्टिट्युसन्स। सुप्रिम अडिट इन्स्टिट्युसन भनेको महालेखा, हामी नेपालमा महालेखा भन्छौँ, जस्तो इन्डियातिर CAG भन्छौँ, कम्ट्रोलर अफ द अडिटर जनरल भनेर भन्छौँ। त्यस्तै जस्तो हाम्रो IASB एन्ड IPSASP भनेको के हो भन्दा इप्सास भनेको एउटा जुन पब्लिक अकाउन्टिङ स्ट्यान्डर्ड, इन्टरनेसनल पब्लिक स्ट्यान्डर्ड्स, पब्लिक हाम्रो चाहिँ अकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड, पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड, इन्टरनेसनल पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड, जुन महालेखाले युज गर्ने पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड छ, जुन अहिलेको क्यास बेसिस अफ अकाउन्टिङ छ हो, यो अकाउन्टिङ के हो त मेरो लागि चाहिँ इप्सास हो। अर्को हामीले के, त्यो चाहिँ करेन्ट इस्युजहरूमा उसले भोगेका च्यालेन्जेसहरू, रेगुलेटरी म्याटर्सहरूका कुराहरूमा चाहिँ इभ्यालुएट एन्ड एक्सप्लेन द करेन्ट एन्ड इमर्जिङ इस्युज इन द अडिटिङ इन्क्लुडिङ द डेभलपमेन्ट इन द युज अफ द टेक्नोलोजी, AI को कुराहरूले
हामीलाई कुन असर गरिरहेको छ, इम्प्याक्ट अफ द टास्क फोर्स अन द क्लाइमेट रिलेटेड फाइनेन्सियल डिस्क्लोजर, बिग डेटा, डेटा एनालिटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, यी कुराहरू हामी करेन्ट इस्युजमा पढ्छौँ, जुन चाहिँ 5 मार्क्सको हजुरहरूलाई एउटा नर्मल्ली सर्ट क्वेसन सोध्छ। यसबाट चाहिँ यो इन्डिपेन्डेन्ट भएको कारणले गर्दाखेरि यसबाट चाहिँ सर्ट क्वेसन सोध्छ। कहिलेकाहीँ लङ क्वेसनभित्र एउटा 5 मार्क्सको क्वेसन पनि हजुरहरूलाई हालिदिन सक्छ। यो चाहिँ 5 मार्क्सको आउँछ, 5 मार्क्स। अर्को कर्पोरेट गभर्नेन्स प्रिन्सिपलमा हामी एक्ज्याक्टली मैले हजुरहरूलाई यसमा के भने हामीलाई फङ्सन अफ दि अडिट कमिटी, फङ्सन अफ दि बिओडी, फङ्सन अफ दि रिस्क कमिटी, नन एक्जिक्युटिभ डिरेक्टरको फङ्सन के छ, तिनीहरूको अपोइन्टमेन्ट के छ, एक्जिक्युटिभ डिरेक्टरको फङ्सन के छ, अपोइन्टमेन्ट के छ, ती कुराहरूलाई हामीले यसमा हेर्ने कुरा भयो। र यो पार्टमा हजुरहरूले यहाँनिर हेर्ने भनेको एक्सप्लेन एन्ड अप्रेज द नेचर एन्ड द कन्सिक्वेन्सेस अफ द कर्पोरेट गभर्नेन्स, अकाउन्टेबिलिटी मेकानिजम्सको कुराहरू भयो, एक्सप्लेन द राइट एन्ड रेस्पोन्सिबिलिटी अफ द बोर्ड, बोर्डको के छ काम, कर्तव्य, अधिकार, उसको चाहिँ त्यो के भन्छ यसलाई डायमिटर अथवा हाम्रो अझै उसभन्दा यसको लागि जुरिडिक्सन, यसको जुरिडिक्सन भन्दा बाहिर गएर पो काम गरेछ कि छैन त्यति चाहिँ हेर्नु पर्यो। उसलाई दिएको एउटा एरिया छ, त्यो एरियाभन्दा बाहिर गएर काम गरेको छैन, उसको अकाउन्टेबिलिटी के थियो, रेस्पोन्सिबिलिटी के थियो र उसले के ड्युटीहरू फुलफिल गरिरहेछ, उसको राइट्सहरू के छ भन्ने कुराले हेर्छौँ। दो चार्ज विथ गभर्नेन्सको एन्ड द इन्डिभिजुअल एक्जिक्युटिभ एन्ड नन एक्जिक्युटिभ, यहाँनिर हजुरहरूले कन्सेप्ट पढ्नुहुन्छ एक्जिक्युटिभ र नन एक्जिक्युटिभ। बेसिकली एक्जिक्युटिभ भनेको वर्किङ डिरेक्टरमा भन्छौँ हामी, र नन एक्जिक्युटिभ भनेको फुल टाइम वर्किङ, यो चाहिँ फुल टाइम वर्किङ है, वर्किङ डिरेक्टर फुल टाइम वर्किङ, यो चाहिँ नन एक्जिक्युटिभ आर द पार्ट टाइम, तिनीहरू कुनै एक्सपर्टिज बोकेर आएका एक्जिक्युटिभ नन एक्जिक्युटिभ हुन्। उनीहरूलाई आफ्नो सेवा सुविधा भनेको जस्ट बैठक भत्ता खाने हुन्, उनीहरूलाई तोकेको नियमअनुसारले उसले दिने कुरा हो। तर यसमा उहाँहरू जस्ट एक्सपर्टिज बोकेर आउनुहुन्छ र एक्जिक्युटिभ डिरेक्टरले गरेको कुरामा क्वेसन मार्क गर्नुहुन्छ, किनभने यो ब्यालेन्स गर्न राखिएको छ। एटलिस्ट 50% भनेको 50% भन्दा बढी चाहिँ एनइडी हुनुपर्छ भन्छ इन्टरनेसनल कोडले। एक्सप्लेन एन्ड अप्रेज द राइट्स एन्ड रेस्पोन्सिबिलिटी स्टेक होल्डरको कुराहरूमा होइन, हामीले बेसिकली यसमा हामीले 6वटा प्रिन्सिपल्स पढ्छौँ होइन। मेरो 6वटा कर्पोरेट गभर्नेन्सका जुन 6वटा प्रिन्सिपल्सहरू छ, त्यो 6वटा प्रिन्सिपल्सहरूलाई चाहिँ हामीले यसमा हेर्छौँ है। यो 6वटा प्रिन्सिपल्सहरूबाटै आएको कुराहरू छन्, जस्तो राइट्स, रेस्पोन्सिबिलिटी, स्टेक होल्डर ग्रुप्स, एक्जिक्युटिभ म्यानेजमेन्ट होइन, यिनीहरूको कुराहरूमा त्यो हामी हेर्छौँ। अर्को चाहिँ इभ्यालुएट एन्ड अप्रेज दि अप्रोप्रिएट गभर्नेन्स, कर्पोरेट गभर्नेन्स मेकानिजम्सको कुराहरू छ। त्यसपछि गएर मेरो लागि कोड्स, गभर्नेन्स कोडहरू, रेलेभेन्ट कर्पोरेट गभर्नेन्स कोडहरू कस्तो हुनसक्छ भन्ने कुरामा छ। यो हामीले बिस्तारै सबै कुराहरू यसमा छलफल गर्छौँ। यो कर्पोरेट गभर्नेन्सबाट हाम्रो लागि 10 मार्क्स आउँछ है। अब त्यहाँभन्दा तलपट्टि अडिट एन्ड अस्योरेन्स इङ्गेजमेन्टको प्र्याक्टिस पोलिसिजमा हामी बेसिकली जुन एक्सेप्टेन्सको कुराहरू भनेको थिएँ मैले होइन, एक्सेप्टेन्सको कुराहरू भनेको थिएँ, सँगसँगै मैले एनएसक्युएम 2 को कुरा गरेको थिएँ मैले, चाहिँ क्वालिटी म्यानेजमेन्टको कुराहरू छ होइन, त्यो हामी यसमा हेर्छौँ। हाम्रो लागि एनालाइज एन्ड पोटेन्सियल इस्युज द्याट डिटरमाइन द नेचर, स्कोप एन्ड एक्सटेन्ट अफ द अस्योरेन्स एन्ड अडिट इङ्गेजमेन्ट्स, अप्रोप्रिएट प्रोसिजर्स एन्ड पर्सनल अफ द म्यानेजमेन्ट, पर्सनल कसरी गर्ने होइन, पर्सनल फर द म्यानेजमेन्ट अफ एन्ड अस्योरेन्स अडिट इङ्गेजमेन्ट्सको कुराहरू भयो। अप्रोप्रिएट क्वालिटी कन्ट्रोल मेजर्सहरू, जुन बेसिकली अहिले चाहिँ अब हाम्रो क्वालिटी, यहाँ क्वालिटी कन्ट्रोलदेखि पनि क्वालिटी म्यानेजमेन्ट भनेर भइसकेको छ है, अहिले चाहिँ यो लागू भइसकेको छ क्वालिटी म्यानेजमेन्टको घरमा, जुन हामीले भन्यौँ नि एनएसक्युएम 1 र एनएसक्युएम 2 को कुराहरू है, हामी एप्लिकेसनमा पनि केही छलफलहरू गरेका छौँ यसमा। त्यसपछि इभ्यालुएट अप्रोप्रिएट मोनिटरिङ एन्ड द रिभ्यू प्रोसिजर्स अफ इफेक्टिभली म्यानेज एन्ड अडिट इङ्गेजमेन्ट्स, मोनिटरिङ कसरी हुनुपर्छ। मोनिटरिङमा हामीले अघि पनि भनेको थियौँ, पियर रिभ्यूबाट मोनिटरिङ, आइक्यानबाट मोनिटरिङ होइन, नेटवर्क फर्मबाट मोनिटरिङ, यिनीहरूको कुराहरू हामी हेर्छौँ। अब 5मा यहाँ हाम्रो 5मा के भनेको छ त, द इभ्यालुएट द अडिट एन्ड अस्योरेन्स इङ्गेजमेन्ट्स एन्ड प्रिपेयर एन्ड इङ्गेजमेन्ट प्लान भनेको बेसिकली यो एनएसए 315, 330, 320 र 300 यो कुराहरूलाई हामी यसमा पढ्छौँ। 4वटा स्ट्यान्डर्ड्सहरू
जुन हामीले अलरेडी कहाँ पढिसकेका छौँ त एप्लिकेसन लेभलमा पढिसकेका छौँ तर यसमा चाहिँ हजुरहरूलाई एप्लिकेसन लेभल जस्तो स्ट्रेट क्वेसन चाहिँ यहाँनिर आउँदैन यसमा आउने क्वेसन्सहरू हुन त हामी क्लासमा पनि छलफल गरौँला पछाडि र यसमा आउने क्वेसन्स भनेको बेसिकली प्लानिङ लेटर ड्राफ्ट गर भनेर आउँछ प्लानिङ लेटर ड्राफ्ट गर भन्छ मेमो ड्राफ्ट गर भनेर आउँछ अथवा मेमो दिन्छ मेमोबाट हामीले के गर्नुपर्छ त एनालाइसिस गर्नुपर्ने हुनसक्छ यो पार्ट यसमा चाहिँ हामी आइडेन्टिफाइङ द सिग्निफिकेन्ट बिजनेस रिस्क हेर्नुहोस् है मैले पहिला अघि पनि भनेको थिएँ हाम्रो एप्लिकेसन लेभलमा वाट इज सिग्निफिकेन्ट रिस्क भनेर पढ्यौँ भने अब चाहिँ यु हेभ टु आइडेन्टिफाई द्याट द सिग्निफिकेन्ट रिस्क यो सिग्निफिकेन्ट रिस्क हो त्यति बेला के हो भनेर मात्रै पढ्यौँ अब चाहिँ सिग्निफिकेन्ट रिस्क नै आइडेन्टिफाई गर्नुपर्ने हुन्छ सधैँ सिग्निफिकेन्ट रिस्क हुँदैन है सधैँ सिग्निफिकेन्ट रिस्क हुँदैन जुन अपर स्पेक्ट्रममा परेको मात्रै सिग्निफिकेन्ट रिस्क हुन्छ र त्यसको लागि हामीले इभ्यालुएसनको मेथोडोलोजिजहरू अप्लाई गर्नुपर्ने हुन्छ अर्को एनालाइटिकल प्रोसिजर्सहरू कस्तो केसमा गर्ने कस्तो केसमा नगर्ने कस्तो केसमा एक्सटेन्सिभ एनालाइटिकल प्रोसिजर गर्ने कस्तोमा सपोर्टिभ मात्रै गर्ने त्यो हाम्रो एनालाइटिकल प्रोसिजरमा पनि हामीले सुटेबिलिटी कसरी हेर्ने रिलायबिलिटी कसरी हेर्ने त्यो पार्टहरू हामी यसमा चाहिँ छलफल गर्छौँ अर्को इन्टरोगेट एन्ड अर्गनाइजेसन्स अकाउन्टिङ रेकर्ड्स टु आइडेन्टिफाई द अडिट रिस्क अब इन्टरोगेट भन्ने बित्तिकै नर्मली हामी अडिट सफ्टवेयरको थ्रु गर्छौँ इन्टरोगेट चाहिँ अब अहिलेको कन्सेप्टमा चाहिँ अडिट सफ्टवेयरको मार्फत गर्छौँ हामीले चाहिँ क्याट प्रोसिजर्सहरू भन्यौँ अथवा हाम्रो एटिटी भनेर कन्सेप्ट भन्यौँ एटिटी भनेको मेरो लागि अटोमेटेड टुल्स एन्ड टेक्निक जस अन्तर्गतले टेस्ट डेटा सफ्टवेयर यी कन्सेप्ट्सहरू हामीले यहाँनिर पढ्छौँ भनेपछि बेसिकली यो प्लानिङ गर्नको लागि चाहिँ रिस्क आइडेन्टिफाई गर्ने रिस्कलाई चाहिँ रेस्पोन्डिङ गर्ने काम गर्नु पर्यो र त्यसलाई अडिट प्लानमा स्ट्राटेजीमा र अडिट प्रोग्राममा ल्याउने कामहरू चाहिँ हामी यहाँबाट गर्छौँ त्यसपछि गएर इभ्यालुएसन अफ द इन्टरनल कन्ट्रोल इभ्यालुएसन अफ द इन्टरनल कन्ट्रोलमा हामी अघि पनि मैले भने जस्तो कि कन्ट्रोल इन्भाइरोमेन्ट क्राइमको कुराहरू कन्ट्रोल इन्भाइरोमेन्ट रिस्क असेसमेन्ट अकाउन्टिङ इन्फर्मेसन एन्ड सिस्टम्सको कुराहरू भयो हैन त्यसपछि गएर प्रिभेन्टिभ एन्ड डिटेक्टिभ मेजर्सहरू हामी एक्टिभिटीको कुराहरू गर्छौँ इन्फर्मेसन टेक्नोलोजीका कुराहरू इ कमर्सका कुराहरू यहाँ छ भनेपछि एफिसियन्सी इफेक्टिभनेस अफ द एन्टिटिज इन्टरनल कन्ट्रोल इन्टरनल अडिट फङ्सनको एन्टिटीमा भएको इन्टरनल अडिट फङ्सनको एफिसियन्सी र इफेक्टिभनेस कस्तो छ भन्ने पार्टमा पनि यसमा छलफल गर्छौँ र मोनिटरिङको पार्ट हेर्छौँ बेसिकली हामी पढ्ने भनेको के हो त जे पढे पनि हामी पढ्ने भनेको यही नै हो क्राइम नै हो कन्ट्रोल एक्टिभिटिज रिस्क असेसमेन्ट इन्फर्मेसन एन्ड कम्युनिकेसन मोनिटरिङ र मेरो लागि इन्भाइरोमेन्ट र अकाउन्टिङ ट्रिटमेन्टमा चाहिँ हामी अघि मैले भने जस्तो डिफ्रेन्ट अकाउन्टिङ ट्रिटमेन्टहरू जस्तो इभ्यालुएट एन्ड ड्र द कन्क्लुजन्स अन द अप्रोप्रिएटनेस अफ द स्टेटेड अकाउन्टिङ ट्रिटमेन्ट इन द कन्टेक्स्ट अफ द गिभन बिजनेस एन्ड गिभन सिनेरियो इन द पब्लिक एन्ड प्राइभेट सेक्टर्स हैन जुन चाहिँ लोकल लजहरू होला जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल ग्यापको कुराहरू होला एनएफआरएसको कुराहरू होला हैन एनएफआरएसको कुराहरू होला यिनीहरूलाई हामीले यसमा छलफल गर्छौँ त्यसपछि हामी अडिटिङ एन्ड असुरेन्स एभिडेन्स कलेक्सनको लागि यो भनेको अलिकति ठुलो पार्ट छ यसमा हाम्रो लागि हामी एनएसएजहरूबाट डिफ्रेन्ट एनएसएजहरू मार्फत हामीले एभिडेन्सहरू कसरी कलेक्सन गर्न सक्छौँ जस्तो कि मेरा एनएसएजहरू भनेको एनएसएस र नेप्सासहरू छन् दुईवटा छ के मेरो लागि है मेरो लागि नेप्सास त अकाउन्टिङ स्ट्यान्डर्ड भयो नेप्सासको अर्को छ गभर्मेन्ट अडिटिङ स्ट्यान्डर्ड्स ग्यास भनेर भन्छौँ है गभर्मेन्ट अडिटिङ स्ट्यान्डर्ड एउटा नेपाल स्ट्यान्डर्ड अन अडिटिङ अर्को चाहिँ गभर्मेन्ट अडिटिङ स्ट्यान्डर्ड ग्यासको कुरा गर्छौँ र ग्यासको र एनएसएसको माध्यमबाट हामीले एभिडेन्सेसहरू कसरी कलेक्ट गर्छौँ जुन चाहिँ सफिसियन्सी अप्रोप्रिएटनेसको लागि हामी त्यो कुराहरू एनालाइज गर्छौँ र जुनसुकै रिस्कमा पनि कुन रिस्कमा कुन लेभलको एभिडेन्सेसहरू कलेक्ट गर्ने हैन कस्तो खालको अप्रोप्रिएटनेसवाला हेर्ने सफिसियन्सी कति लिने भन्ने पार्टमा पनि हामी हेर्छौँ त्यो भएर हामी डकुमेन्टेसनको अडिट डकुमेन्टेसनको पार्ट यसैमा हेर्छौँ डेमोन्स्ट्रेट एन्ड एक्सप्लेन इन द एप्लिकेसन अफ द अडिट प्रोसिजर हाउ रेलेभेन्ट एनएसएस एन्ड नेप्सास अफेक्ट अडिट रिस्क एन्ड द इभ्यालुएसन अफ द अडिट एभिडेन्सेसहरू अब यो नेप्सास भनेर यो बेसिकली नेप्सास भन्दा पनि गभर्मेन्ट अडिटिङ स्ट्यान्डर्ड भन्नुपर्ने हो यहाँनिर यो अलिकति इम्प्रुभ गर्नुपर्ने है त्यसपछि कन्क्लुड द अडिट रिपोर्टमा हामी मोडिफिकेसन्स बेसिकली एकदमै धेरै भनेको हामी यसमा 7वटा टोटल 9वटा स्ट्यान्डर्ड्सहरू पढ्छौँ यसमा 700 701 705
706, 710 र 720 यो जनरल पर्पस फ्रेमवर्कको लागि, स्पेशल पर्पसको लागि 800 र अन्यको लागि 805 र 810। यसरी गर्दा 9वटा स्ट्यान्डर्ड्सहरू पढ्छौँ। यो 9वटा स्ट्यान्डर्ड्समा हामीले कति बेला मोडिफाई गर्ने, कति बेला EUM प्यारा दिने, यो चाहिँ हाम्रो लागि सफिसिएन्ट अप्रोप्रिएट अडिट एभिडेन्स आयो कि आएन इभ्यालुएट गर्ने, मेरो लागि मिसस्टेटमेन्ट मटेरियल छ कि छैन त्यो इभ्यालुएट गर्ने, त्यो सबै कामहरू हामी यसमा छलफल गर्छौँ हैन। अर्को अदर इन्फर्मेसन 720 को कुरा भयो है, 720 को कुरा भयो। त्यसपछि गएर स्पेशलिस्ट इन द प्रिपेयरिङ द ओपिनियन अर रिपोर्ट मेरो लागि जजमेन्टको कुराहरू हुन्छ जुन 540, 620 यो कुराहरू छ। यो स्ट्यान्डर्ड्सहरू हजुरहरूलाई बिस्तारै यो कुनमा कुन स्ट्यान्डर्ड्स हो एप्लिकेबल हुन्छ त्यो चाहिँ हजुरहरूले अन्डरस्ट्यान्डिङ गर्दै जानुहुन्छ। क्वालिटी अस्योरेन्स प्रोसिजरमा हामीले यहाँनिर जुन आइक्यानबाट हुने डिफ्रेन्ट क्वालिटी अस्योरेन्स इङ्गेजमेन्ट्सहरू छन् त्यसलाई हामी हेर्छौँ। त्यही भएर यहाँ चाहिँ के मात्रै भनिएको छ, द क्वालिटी अस्योरेन्स बोथ एट द लेभल अफ द फर्म एन्ड द इन्डिभिजुअल अडिटको लागि एन्ड असेस हाउ इट क्यान कन्ट्रिब्युट टु द रिस्क म्यानेजमेन्ट। त्यो क्वालिटी अस्योरेन्स गरेर रिस्कलाई कसरी मिटिगेट, सो आजको दिनमा आइक्यानले क्वालिटी अस्योरेन्स गर्छ, क्युए गर्छ, क्युएबाट आएका एकदमै सिभियर इस्युजहरू छन् भने डिसिप्लिनरी एक्सनमा जान्छ है, छैनन् भने उसलाई चाहिँ एउटा के गरेर रिप्रिमान्ड गरेर है, रिप्रिमान्ड गरेर उसलाई छोड्ने काम गरिन्छ अथवा उसलाई जस्ट अवेरनेस गराएर पनि छोड्ने काम गरिन्छ। यो कुराहरू भयो। र अदर टाइप अफ अडिट इङ्गेजमेन्टमा चाहिँ डिफ्रेन्ट अस्योरेन्स इङ्गेजमेन्ट्सका कुरा, सस्टेनेबिलिटी रिपोर्टका कुरा, जस्तो मैले अहिले सस्टेनेबिलिटीमा हाम्रो लागि जुन IFRS S1 र S2 को कुराहरू छन्, यो IFRS S1 र S2 को लागि भनेर छुट्टै स्ट्यान्डर्ड हाम्रो अडिटमा बन्दैछ। पहिला चाहिँ 3410 अन्तर्गतले हामीले चाहिँ कार्बन एमिसन भनेर पढ्नु पर्थ्यो, तर यसैको लागि चाहिँ हामीले अर्को छुट्टै अथवा ग्रिन हाउस इफेक्ट भनेर पढ्नु पर्थ्यो, तर अहिले चाहिँ हाम्रो 5000 को स्ट्यान्डर्ड्समा लगेर राखेको छ यसलाई। त्यो भएर त्यो कुराहरू हामी यसमा छलफल गर्छौँ। इट इज इन द प्रोसेस है, अघि मैले एक्ज्याक्टली भनेको अनुसारको इट इज इन द प्रोसेस अफ। र त्यो बाहेक एउटा चाहिँ मैले अघि भन्न छुटाएको चाहिँ यो यति चाहिँ हामीले हेर्नुपर्छ, जस्तो म्यानेजमेन्ट अडिट के हो, कस्ट अडिट के हो, अनि ट्याक्स अडिट के हो, इनर्जी अडिट, इन्भाइरोमेन्ट अडिट, जुन चाहिँ अलरेडी हाम्रो क्याप 3 को बुकमा अलरेडी छ र हामीले चाहिँ यसलाई चाहिँ, तर त्यहाँ धेरै छ, यहाँ चाहिँ कन्साइजली एकदम कन्साइज धेरै कन्सेप्ट गरेको छैन, यसमा बढीभन्दा बढी 5 मार्क्स सोध्ने गरी गरेको छ। अर्को ब्याङ्क, फाइनेन्सियल कम्पनीज, इन्सुरेन्स, अरू चाहिँ अथोरिटिजहरूको अडिट कसरी गरिन्छ, यसमा चाहिँ प्रोसिजर कसरी अप्लाई गरिन्छ भन्ने हिसाबले, जस्तो ब्याङ्क अडिट गर्दा के कुरामा ध्यान दिनुपर्छ, कुन कुन रिस्क हुन सक्छन्, त्यसलाई अलिकति फोकस गरेको छ। गभर्नमेन्ट सेक्टरको, पब्लिक सेक्टर गभर्नमेन्टको अडिट कसरी गर्ने, लोकल बडीको अडिट कसरी गर्ने हैन भनेको छ। इभ्यालुएट एन्ड अप्लाई द डाइरेक्टिभ इस्युड बाई दि अडिटर जनरलले, ओएजीले हाम्रो लागि, ओएजीले अफिस अफ अडिटर जनरलले जारी गरेका डाइरेक्टिभ्सहरू पढ्नुपर्ने छ हैन। त्यसपछि यो च्याप्टर चाहिँ अलिकति हाम्रो लामो च्याप्टर छ, यो लास्ट च्याप्टर भनेको यसमा धेरै कुराहरू पढ्नुपर्ने छ, जस्ट अदर अस्योरेन्सको कुरा भयो, क्लाइमेटको कुराहरू भए हैन। त्यसपछि गएर मेरो लागि अरू इन्टरनल कन्ट्रोलको इभ्यालुएसनको कुराहरू भयो हैन, यो सबै कुराहरू यसमा पढ्नुपर्ने छ। एक्सप्लेन द डिफरेन्स बिट्विन दि अस्योरेन्स इङ्गेजमेन्ट एन्ड दि अडिट इङ्गेजमेन्टको बिचमा के डिफरेन्स छ हैन, किनभने सबै अल अस्योरेन्स इङ्गेजमेन्ट आर नट अडिट के, तर अल अडिट इङ्गेजमेन्ट्स आर अस्योरेन्स इङ्गेजमेन्ट। सबै अडिट इङ्गेजमेन्ट अस्योरेन्स इङ्गेजमेन्ट हो, तर सबै अस्योरेन्स इङ्गेजमेन्ट चाहिँ अडिट इङ्गेजमेन्ट होइन। भने मेरो होल अस्योरेन्स, अब हजुरले अघि मैले भनेको कुरा बुझ्नुहुन्छ, योमा सानो भनेको अडिट छ। त्यही भएर हामीले बुकै राख्दा पनि के भन्यो त, एडभान्स अस्योरेन्स भनिसकेपछि यसमा चाहिँ अडिट भित्र नै आयो के, त्यही भित्र नै ओके अडिटलाई। ठिक छ, अब यति कुराहरू छलफल गरिसकेपछि अब म एउटा सानो एक्जाम प्याटर्न कस्तो आउँछ भन्ने कुरा मात्र हामी सानो एउटा छलफल गर्छौँ। त्यसमा जस्तो कि मेरो लागि हामीलाई कतिवटा क्वेसन आउँछ त भन्दाखेरि हामीलाई 8वटा क्वेसन आउँछ टोटलमा। एउटा 40 मार्क्सको क्वेसन आउँछ,
दुईटा 30 मार्क्सको 15 मार्क्सको दुईटा क्वेसन 30 मार्क्सको हुने भयो, एउटा 10 मार्क्सको क्वेसन र 5 उसमा चाहिँ 4 वटा। भनेपछि हामीलाई कसरी भयो त भन्दा जस्तो एकदमै पुरै सिनेरियो बेस्ड एकदम लामो सिनेरियो सोधेर आउने क्वेसन चाहिँ 40 मार्क्सको भयो। यो 40 मार्क्सको लागि हजुरहरूले दिन सक्ने टाइम भनेको टेन्टेटिभ 1 आवर। 1 आवर भन्दा अलि बढी हुन्छ, 40 × 1.8 गरे हुन्छ है, 1 घण्टा भन्दा अलि बढी हुन्छ, 1 घण्टा 10 मिनट जति हुनसक्छ है। कति नै हुँदो रहेछ म एकचोटि हेरिहाल्छु। 40 × 1.8 गर्दा 72 मिनट, 1 घण्टा 12 मिनट जति, 1 घण्टा 10 मिनट, 1 घण्टा 12 मिनट हैन। अब जुन 15 मार्क्सको क्वेसन छ यो पनि केस स्टडी हो, 10 मार्क्सको क्वेसन यो पनि केस स्टडी हो, र 5 मार्क्सको क्वेसन्सहरू चाहिँ कसरी आउन सक्छ भन्दा यो केस स्टडी भित्र पनि लुकेर आउन सक्छ अथवा सेपरेटली आउन पनि सक्छ हजुरहरूलाई। तर नर्मल्ली हाम्रो सेक्सन 4 वटा सेक्सन छुट्याइएको छ, सेक्सन ए, सेक्सन बी, सेक्सन सी र सेक्सन डी। एउटा 40 मार्क्सको सेक्सन ए मा सोध्ने भनिएको छ, त्यसपछि गएर 15 मार्क्सको दुईटा, 10 मार्क्सको एउटा र 5 मार्क्सको 4 वटा। यो क्वेसन चाहिँ नर्मली स्ट्रेट क्वेसनहरु आउँछ, डाइरेक्ट क्वेसन। व्हाट इज, हाउ, व्हेन, अब डिफाइन द बेनिफिट, डिफरेन्शिएट, यी कुराहरु चाहिँ मेरो केमा 5 मार्क्समा आउने भयो। र 15 मार्क्सको क्वेसन र 10 मार्क्सको क्वेसन बोथ आर केस स्टडी बेस्ड। यो अलिकति सिम्पल केस स्टडी हुन्छ, एउटा क्वेसन हुन सक्छ, यसमा चाहिँ मल्टिपल क्वेसन्सहरु आउँछन्, एउटा केस दिएर 1 2 3 4 गर्दै ए बी सी डी गर्न सक्छ। सो नर्मल्ली हाम्रो सोध्ने भनेको दुईटाबाट, रिक्स अथवा प्रोसिजरबाट। 15 मार्क्समा एउटा क्वेसन त फिक्स नै छ, एउटा क्वेसन त लगभग आउँछ नै भन्ने हो, जुन चाहिँ मेरो च्याप्टर नम्बर 11 बाट, लास्ट वाला च्याप्टरबाट। अब यहाँ बुकमा चाहिँ च्याप्टर नम्बर 11 मा दिएको छैन, अलिकति 13 तिर दिएको छ, कुनै उमा छ। हामीले यहाँ पढेको चाहिँ लास्टमा जुन अदर अस्योरेन्सबाट, र एउटा अडिट प्रोसिजरबाट सिधै सोध्छ है। यो एउटा बनिएको छ, अडिट प्रोसिजरबाट एउटा सिधा, र अर्को चाहिँ यहाँ चाहिँ रिक्स र प्रोसिजर्स। यहाँ अडिट प्रोसिजर भन्न खोजेको मतलब यहाँ चाहिँ बकाइदा प्रोसिजर भयो। यहाँनिर प्रोसिजर भनेको जस्तो ब्याङ्किङको लागि छुट्टै हैन, अथवा मेरो लागि चाहिँ अडिट प्रोसिजरमा तिमीले प्लानिङ कसरी गर्छौ भन्ने कुरा होला, अथवा यो चाहिँ एभिडेन्स कसरी कलेक्सन गर्छौ भन्ने कुरामा यसलाई केस बनाएर सोधिन्छ। 10 मार्क्स त जहाँबाट पनि सोध्न सकिन्छ। 5 मार्क्सको क्वेसनमा चाहिँ नर्मल्ली जस्तो एटीटी के हो, हाम्रो चाहिँ अटोमेटेड टुल्स एन्ड टेक्निक के हो भन्ने हिसाबमा हाम्रो यहाँनिर क्वेसन गरिएको छ। र यहाँनिर सजेस्ट गर्दाखेरि यो चाहिँ यो बुकले सजेस्ट गर्दाखेरि के कुरा सजेस्ट गरिरहेछ भन्दा, इफ यु फाउन्ड अ क्वेसन डिफिकल्ट टु अटेम्प्ट, पहिला प्र्याक्टिस गर्दै गर्दा रिभ्यू द पोइन्ट्स मेड इन द सजेस्टेड आन्सर, पहिला सजेस्टेड आन्सर, एन्ड गो ब्याक टु द योर ओन नोट्स एन्ड द टेक्स्ट बुक सो द्याट यु गो थ्रु द सब्जेक्ट अगेन टु इन्स्योर द्याट यु अन्डरस्ट्यान्ड। त्यो भन्दा पहिला अर्को के कुरा छ, एज यु कम्प्लिट द च्याप्टर अफ द टेक्स्ट बुक यु शुड अटेम्प्ट द क्वेसन्स इन द क्वेसन ब्याङ्क गर्नुपर्छ। मेक श्योर द्याट यु मेक अ प्रपर अटेम्प्ट एट द क्वेसन्स एन्ड डु नट लुक एट द सजेस्टेड आन्सर अन्टिल यु फिल द्याट यु हेभ रियली ट्राइड योर बेस्ट। एकैचोटि जम्प नगर्ने आन्सरमा, पहिले आफूले ट्राई गरेपछि बल्ल जम्प गर्ने भन्ने कुराहरू गरेछ। अर्को, यु शुड मेक श्योर द्याट यु अलाउ द राइट अमाउन्ट अफ टाइम फर इच क्वेसन, पढ्नको लागि पनि हैन, त्यसको आन्सरिङको लागि पनि। इन एक्जाम्स मेक श्योर द्याट यु डु नट एक्सिड द सजेस्टेड टाइम फर इच क्वेसन, एज यु डु देयर इज द रिस्क द्याट यु विल रन आउट अफ टाइम। नर्मली अडिटमा भनेको अलिकति डर भनेकै त्यही हो, हामीलाई कन्सेप्ट भन्दा पनि अपियर नगरेर। जस्तो मैले चाहिँ 70 मार्क्स मात्रै अपियर गरेँ भन्दै गर्दा 70 मा अब राम्रोसँग लेखेको भए त राम्रो 50 आउन सक्छ, नत्र आउने भनेको 40 38 40 त्यो हुन सक्छ के। त्यो भएर अपियरेन्स पनि एउटा सबभन्दा ठुलो कुरा चाहिँ अपियरेन्स छ है। त्यो भएर हामीलाई 14 वटा यहाँ चाहिँ ऊ राखिएको छ, पार्टमा छुट्याइएको छ। यसमा चाहिँ लिगल एन्ड रेगुलेटरीको क्वेसन्सहरु छन् हैन, कर्पोरेट गभर्नेन्सको यो गर्दै मेरो लागि टोटल 128 पेजसम्म हामीले हेर्छौँ। यो पनि सबै कुराहरू हाम्रो ड्युरिङ द क्लास हामी यसमा छलफल गर्छौँ। र मैले यसमा अब समराइज गर्न गरे, अडिट भनेको एउटा मोस्ट प्र्याक्टिकल सब्जेक्ट छ फर दि मेरो लागि एडभाइजरी। हामीलाई लाग्छ अडिट भनेको थ्योरी हो, लास्ट मोमेन्टमा म चाहिँ गोकेर पास गर्छु, इट्स नट पोसिबल हैन। अहिले चाहिँ
मसँग यस्तो खालको चाहिँ स्टुडेन्टहरू इन्काउन्टर हुनुभएको छ जसले मल्टिपल अटेम्प्ट्स दिनुभएको छ र उहाँहरू यति फ्रस्ट्रेट भइसक्नु भएको छ कि ड्यु टु द अडिट अन्ली, अडिटमा। किनभने अडिटमा लेखाइ मात्र हामीले पढेर मात्रै हुँदैन, बुझेर मात्रै हुँदैन, लेखाइ मात्रै हुँदैन कि तिनटेको कम्पोजिसन चाहिन्छ र तिनटेको कम्पोजिसनमा हजुरको पर्सपेक्टिभ हेर्ने हो र एउटा यस्तो खालको सब्जेक्ट जानेर डाइरेक्टली, किनभने अकाउन्टिङ भनेको इट्स नट माई ड्युटी, हेर्नुहोस् है, ट्याक्स इट्स नट माई ड्युटी, यो चाहिँ मैले अन्डरस्ट्यान्डिङको लागि मात्रै राख्नुपर्छ। तर अडिट यस्तो कुरा हो, अडिट चाहिँ अडिटरको प्राइमरी ड्युटी हो। त्यो भएर जसले पनि हेर्ने भनेको अडिटको मार्क्सलाई, अडिटमा कसरी लेखेको छ, हैन, कसैले आजको दिनमा अडिट रिपोर्ट ड्राफ्ट गर्नको लागि भनेर सोध्यो र अडिट रिपोर्ट ड्राफ्ट गर्न आउँदैन भने उसलाई चार्टर्ड अकाउन्टेन्ट बनाएर के काम छ भन्ने क्वेसन सबैको आउँछ। त्यो भएर रोक्ने भनेकै त्यो कारणले हो, हैन। एउटा अडिट रिपोर्ट त ड्राफ्ट गर्न सकेको छैन अनि हामीले उसलाई चाहिँ प्रमोट गरेर चार्टर्ड अकाउन्टेन्ट बनाउने त, त्यो कन्सेप्ट आउन सक्छ एक्जामिनरको पार्टमा। त्यो हिसाबले हाम्रो भनेको त हाम्रो कोर सब्जेक्ट भनेकै अडिट हो भने नि। कानुनलाई हामीले लिगलबाट कन्सल्ट गर्न सक्छौँ, अकाउन्टिङलाई पनि हामीले म्यानेजमेन्टबाट ल तिमीले यो गर, तिमीले यो बुझ, गर, म रिभ्यू गर्छु भन्न सक्छु। ट्याक्सलाई मैले ट्याक्स एक्सपर्टसँग मैले कन्सल्ट गर्न सक्छु। तर अडिटलाई कोसँग एक्सपर्ट गर्ने? आई एम द एक्सपर्ट इन अडिटिङ, आई सुड बी द एक्सपर्ट इन अडिटिङ। त्यसलाई चाहिँ हजुरले हेर्नुपर्छ र त्यसलाई गर्नको लागि मैले अघि भने जस्तो थ्योरिटिकल एस्पेक्टलाई प्र्याक्टिकली हजुरहरूले इम्प्लिमेन्ट गर्न सक्नुभयो भनेदेखि एकदमै बेस्ट हुन्छ। त्यसलाई चाहिँ हजुरहरूलाई त्यसको आउटकम चाहिँ एकदम राम्रो आउँछ। र यति भने अब यो चाहिँ दिस इज ओन्ली द इन्ट्रो भिडियो, के छ सिलेबस डिस्कसनको लागि। अब हामी के गर्छौँ त रेगुलर क्लासतिर इनरोल गर्छौँ। थ्याङ्क यू सो मच।